हैन पछाडी बसिएन तर चाहिँ दायाँ बायाँ चाहिँ नजर लाग्ने चाहिँ रह्यो साइकलमै त अब कस्तो हुन्छ नि हामी केटा मान्छेलाई त घोच्थ्यो भने छोरी मान्छेलाई अझै घोच्न सक्छ पुरी खाऊ जेरी खाऊ थप्पी थप्पी खाऊ बिन्ती छ यार मेरो गिद्दी नखाऊ माया भन्ने कुरा पनि कस्तो छ भने एउटा बिन्दुमा अति मरम उसलाई पाइन भनी भन्ने लाग्छ तर केही समयपछि त्यही कुरामा फेरि हाँसो उठ्छ न तेजाबी सुन हो माया न हो छापावान न तेजाबी सुन हो माया न हो छापावान एकै तोला पाउन पनि कस्तो महाजल माया साह्रै महँगो एकजना जनप्रतिनिधि हुनुहुन्थ्यो मलाई आउँदै मै खाँदै गर्ने अरे लवली लवली आँखिया तोहार लवली लवली गाल मुड़ मुड़ के ना देखा ए गोरिया हो जाई हो हमार बेहाल दुनियाँलाई भुक्छ कुकुरले सुरेश अधिकारी जीको किनारमा आएपछि त्यो कुकुर चुप्प लाग्छ धेरै जनताहरूले समयसँग देखिन्छ नयाँलाई विश्वास गरौँ भन्ने पनि छ के लाग्छ हजुरलाई पटक पटक आँसु आउँछ आफै शिव परियार प्रमोद खरेल राजपाल राईलाई जुन तीनटालाई 1 2 3 अब सिनियर त राजपालजी हो उहाँको स्टेज पर्फर्मेन्स र त्यो गायकीको थ्रोइङ इनर्जी हैन लगभग जो पाए त्यसले भेट्न सक्दैन मेरो गाउँमा त जातीयता भिन्नता पनि थिएन कुलेन्द्रको गिलासबाट मैले जुठो पानी खान्छु माया त यस्तो होस् माया त यस्तो होस् केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मन Education partner Bright Lumbini International Education. Study in Japan, Korea, Australia, UK and many more countries. Badganga 4 Paulihaba Road, Kapilvastu, Nepal. Managing Director Asim Chhetri. पुरानोलाई सम्मान नयाँलाई प्रोत्साहन प्रतिभाको खोजी हाम्रो अभियान बेसिक एन्ड फिजिकल हिप हप डान्स कल्चरल डान्स लिरिकल फिट डान्स जुम्बा फ्री स्टाइल डान्स योगा एन्ड मेडिटेसनको लागि सम्झिनु पर्ने नाम रहेको छ सुपा देउराली क्लाक केन्द्र सन्धिखर्क नगरपालिका 7 फुदबाङ बजार अर्घाखाँची प्रोप्राइटर सन्देश रणपाल धौलागिरी इन्टरटेनमेन्ट एवं धौलागिरी दोहोरी साँझ ओसाका कोबे जापान प्रोप्राइटर धन थापा वरिष्ठ समाजसेवी एवं उद्योगी बसन्त रोका छेत्री सर्जिकल सामानको थोक विक्रेता कृष्ण इन्टरनेशनल मैत्रीपथ बुटोल रूपन्देही प्रोप्राइटर दीपक खना कला आत्मा र आवाजको यात्रा दिपु मगर पोडकास्ट चल्छ जिन्दगीमा यहाँहरूलाई हार्दिक स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूलाई नमस्कार म कार्यक्रम प्रस्तुता दिपु मगर जीवनको यात्रामा अनगिन्ती रङ्गीन यात्राहरू हुने गर्छन् कहिले रातो रङ देखिरहेको हुन्छ चहकिलो देखिन्छ कहिले पर्दा पछाडिका पहेँला रङहरू पनि उत्कृष्ट देखिन्छ आज एउटा नवीनतम यात्रा दिपु मगर पोडकास्ट यहाँहरूको माझमा सुरुवात गरिरहेको छु मफसलको मिडिया हुँदै एउटा केन्द्रीकृत मिडियासँग पनि टचेबल हौँ भन्ने उद्देश्यले दिपु मगर पोडकास्ट यहाँहरूको माझमा रनिङ गर्दैछु र हामी विभिन्न कलाकारसँग जसले नेपाली गीत सङ्गीतमा पुर्याउनु भएको योगदान विभिन्न राजनीतिसँग जसले समाजमा पुर्याउनु भएको योगदान र विभिन्न व्यक्तित्वहरूसँग हामी यसै गरी कुराकानी गर्ने गर्छौँ र आज हामीसँग नेपाली सुगम सङ्गीत लोक आधुनिक सङ्गीत फिल्म सङ्गीत र एउटा सदाबहार रूपमा नेपाली गीत सङ्गीतमा टेवा पुर्याउनु भएका गुड ह्युम्यानिटी र उहाँका हरेक कुराले मलाई सदैव इन्स्पायर गर्ने गर्छ र सदैव मैले एउटा अभिभावक मानेको व्यक्ति र संजोगले भेग पनि हाम्रो एउटै रूपन्देही मकरमथलो र अहिले पनि
एउटा वासस्थानको हिसाबले म सङ्घर्ष गरेको ठाउँ र त्यही क्षेत्रबाटै प्रतिनिधित्व गर्दै नेपाली गीत सङ्गीतको धरातलमा एउटा ठुलो पर्दा उहाँलाई देखेपछि त्यस्तो खालको मलाई इन्सपिरेसन आउँछ। श्रद्धेय हेमन्त शर्मा दाईसँग आज हामी कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ दाईलाई। थ्याङ्क यू दिपु भाइ। दाईप्रति उच्च सम्मान छ। थ्याङ्क यू, यो मेरो भाग्य पनि हो। वास्तवमै हेमन्त शर्मा भन्दा बित्तिकै त सबैले गायक, आधुनिक गायक, लोक आधुनिक गायक सबै तपाईँलाई भर्खर सर्वत्र देख्छन्। तर तपाईँको आफ्नो व्यक्तिगत परिचय, जन्मस्थान, कहाँ जन्मे होला, हेमन्त शर्माको बाल्यकाल कस्तो रह्यो होला भन्ने कुरामा जान्छौँ हामी। सबभन्दा पहिला हजुरकै मुखारबिन्दुबाट हजुरको परिचय। मलाई जन्मस्थान भन्दा जहिले पनि खुसी लाग्छ। संसारमा सबै मान्छेलाई बाल्यकाल अति प्यारो लाग्दो रहेछ। मैले पछि आएर ठनास्दै जाँदा, बुझ्दै जाँदा बाल्यकाल दुःखमै बित्नेको पनि बाल्यकाल प्यारो हुँदो रहेछ। पछि फर्केर हेर्दा मेरो बाल्यकाल म जन्मेको नवलपरासी जिल्ला त्रिवेणी, संसारको म जन्मेको मात्रै भएर होइन, संसारको एक सुन्दर ठाउँमा पर्छ त्रिवेणी धाम। नारायण नदी फराकिलो भएर बगिछन् त्यहाँनिर, म त्यहाँ जन्मेको रहेछु। त्यसपछि बुवा सरकारी जागिरे, देशभरि जागिरको सिलसिलामा सरुवा आउँदै जानुभयो। कहिले भैरवा, कहिले जुमसुम, कहिले स्याङ्जा, कहिले नवलपरासी, परासी सदरमुकाम, कहिले कपिलवस्तु। यो क्रममा मेरो थाई घर चाहिँ नि भैरवा रह्यो। म पुस 4 गते अङ्ग्रेजीमा भन्दा 19 डिसेम्बरमा जन्मेको। त्रिवेणीको तिरमा धेरै मान्छेहरूको लास जल्ने गर्छ। त्यो चाहिँ नजिकै मोक्षधाम पनि छ। तपाईँ त्यही बाल्यकाल कति वर्षमा त्यहाँ बस्नु? म करिब 5 कक्षासम्म लगातार त्यहाँ पढेँ, तर कक्षा 1 जुमसुममा पढेँ। हेर्नु है, त्यसपछि त्योभन्दा अगाडि पनि मेरो त्रिवेणीमा बित्यो। एकदम बाल्यकालको एकदमै सानो हुँदाखेरिको शिशु अवस्था। अनि किशोर अवस्थाको पहिलो चरण पनि मेरो त्रिवेणीमा बित्यो। जहाँनिर घाट छ नि त, लास जलाउने घाट होइन, नुहाउने घाट बेग्लै छ। लास जलाउने घाटबाट करिब 700 मिटर जस्तो उत्तरपट्टि अहिले पनि मेरो घर छ। राजनगर त दक्षिणतिर पर्यो, राजनगर, त्यसपछि त्यसको अलिकति उत्तर शिवपुरगढी, त्यसपछि ठटिया खोला, त्यसपछि स्कुल ब्यारेक होइन, प्रहरी चौकी, अनि त्यो जलाउने घाट होइन, त्यसपछि राधाकृष्ण मन्दिर घाट, त्यसपछि शिवालय घाट होइन, त्यसपछि आउने चाहिने घाट चाहिने म जन्मेको अथवा मेरो घर अहिले पनि भएको। त्यति बेला बाल्यकालमा हजुर त्यो नारायणको किनारमा जाँदाखेरि लास जल्दै गर्दा देख्दा र अहिले पशुपतिनाथमा त्यो मन्दिर वरिपरि लास जल्दै गर्दा त्यताको र यताकोमा के फरक पाउनुभयो? त्यतातिर लास जल्दाखेरि अहिले आएर बुझ्दाखेरि जिन्दगीसित जोडियो होइन। अन्तिम सत्य यही हो है। हामीले जति मरिहत्ते गरेर पैसा खास गरी जिन्दगीमा ख्याति भनेर जतिसुकै दौडधुप गरे पनि अन्तिम सत्य यो हो भनेर आफूले त्यसलाई एटेच गरियो। बाल्यकालमा त त्यो ख्याल हुन्न थियो, भुत्ते तर्साउँछ भन्ने एङ्गलबाट हेरिन्थ्यो। त्यहाँ र यहाँ हेर्दाखेरि यहाँ अलिकति कता चाहिँ नि भिडभाड बढी भएर होइन, त्यो पेन अलिकति बाँडिएको होला, दुःख जस्तो लाग्ने। उतातिर त्यस्तो ठुलो भिडभाड हुन्थेन हामीले देख्दाखेरि। कहीँबाट बित्नु भने एउटा सानो टिम आएर चाहिँ नि जलाउने हुन्थ्यो। त्यति बेला टाढाबाट आउनु नभ्याएर पनि होला आफन्तीहरू। अनि एकदमै जो मान्छे मरेको छ उसको आफन्ती निकै दुःखमा छन् जस्तो लाग्थ्यो है। सबै चाहिँ नि अलिकति निन्याउरो मुख भएको, आँसु झारिरहेको देखिन्थ्यो। तर अहिलेको अवस्था सायद त्यता पनि त्यस्तो छ कि अहिले हामीले आर्यघाटमा जाँदाखेरि त्यति धेरै दुःख फिल गरेको जस्तो अहिले लाग्दैन, किनकि हातमा मोबाइल छ होइन। अब लास लहर त्यहाँ चाहिँ नि चितामा राखिरहेको छ, सबै ठिक छ है, अब म एकछिनमा आउँछु भन्ने कुराहरू बढी सुनिन्छ त्यस्तो लाग्छ अहिले। सायद अहिले त्यता पनि आधुनिकताले त्यो छोयो कि
अहिले म लास लिएर चाहिँ नि पछिल्लो 5-6 वर्ष चाहिँ नि जान पाएको छैन। वास्तवमा तपाईँ बोर्डर साइडमा हजुर अलि मानिसहरू के भन्छन् भने बोर्डर साइडमा अलि हाम्रा थारू साथीहरू मधेसी मुलका यादव मुसहरहरू त्यो बस्तीसँग तपाईँ अलिक घुलमिल हुनुभयो। तपाईँले त बेसरी भोजपुरी अवध सबै प्रकारको भाषा आउँछ। त्यति बेला झन् अझ तपाईँको बाल्यकाल हुँदा त झन् अझै पहाडी र मधेसी भन्ने अझै बढी थियो क्या जस्तो लाग्छ अहिले भन्दा पनि। के थियो त्यस्तो? त्यस्तो थिएन नि, ठ्याक्क रिभर्स थियो। कस्तो थियो भन्दा त्यति बेलासम्म धनी र गरिब भन्ने थियो होइन। र अझै पर्टिकुलर मेरो गाउँमा त जातीयता भिन्नता पनि थिएन। मेरो घरको 5-7वटा घरको बारेमा बताउँछु। म जहाँ जन्मिएँ मेरो घरको उत्तरपट्टि 2टा घरमा परियार थरको मेरो एकदम मिल्ने मित्र तोए साउदी अरबमा यो गएको मेमा बित्नु भयो होइन। हामी तत भन्ने साथी हो। उड्ने बेलामा पनि काठमाडौँ मका खाना खाएर त्यही दिन उडेको साउदी अरब होइन। अस्ति लास आयो। त्यसपछि अघिल्लो घर कौशल कुमाल हेर्नु है, त्यसको किनारमा टाँसिएको माधव श्रेष्ठ हेर्नु है। त्यसपछि अलिकति उतापट्टि सेरे भन्ने साथीहरू अनि सोमे विश्वकर्मा हुनुहुन्थ्यो। यस्तो मिलेको थियो। अब हामीले त्यो बुझ्दैन थियौँ, हामीलाई जातले छुँदैन थियो बाल्यकालमा एकातिर। अनि त्यो मधेसी पहाडी भन्ने त यो पछि 46-47 पछि जब राजनीति बढ्दै गयो नि त्यसपछि त्यो बहुदलीय व्यवस्थापछि त्यो देखियो अथवा बुझियो होइन। भने म युवा हुँदासम्म पनि त्यो थिएन। मेरो अहिले पनि अति मिलनसार साथीहरू तपाईँले पनि देख्नुहुन्छ मेरो सामाजिक सञ्जाल। म आफू जाँदा पनि म तपाईँको नवलपरासीतिर जाँदा भुता म गएर बस्ने ठाउँ, खाने ठाउँ, ब्याडमिन्टन खेल्ने ठाउँ मेरो थारू साथीहरू लीला चौधरीदेखि लिएर उतातिर छिबनी फेचुवा रुपौलिया होइन त्रिवेणीको सेरोफेरोमा त्यहाँ गइयो भने किसुनाहरू मेरो पुराना साथीहरू। अस्ति म तपाईँको जेठमा पुग्दा पनि म त्यहाँ कति बेर बसेँ, कति बेर सुख दुःख कुरा गरेर बस्छु। त्रिवेणी जान्छु, त्यहाँ फरक समुदायहरूसित पनि उत्तिकै प्रेम छ। पछिल्लो समयमा नि अलि पहिलाको जस्तो जातीय व्यवस्था छैन भन्छन् क्या अधिकार कर्मीहरूको कुरा सुन्दाखेरि, सामाजिक अभियानका कुरा सुन्दाखेरि पहिला यस्तो थियो अहिले यस्तो भन्छन्। त्यो पहिलाको अहिलेको फरक हजुरको तुलनामा हजुरले चाहिँ एउटा विचारमा? अब त्यो एउटा लेभलमा त्यो उमेर समूहमा यो विचार सधैँ रहँदो रहेछ। मैले के अनुमान गरेँ भन्दा त्यो विभेद भन्दा पनि त्यो दिमागमा बस्यो। मेरो हजुरआमा स्वर्गीय हुनुभयो, त्यो लेभलकोमा मेरो बुवा आमामा त्यो छैन होइन। अनि ममा हुने कुरै भएन। म र कुलेन्द्र भाइ, कुलेन्द्र विश्वकर्मा भाइ, कुलेन्द्रको गिलासबाट मैले जुठो पानी खान्छु। त्यो मलाई थाहा छ भाइ होइन। राजु परिवार र हामी एउटै बिस्तारामा भोटेवडारमा सुत्छौँ। 1% पनि छैन कि त्यो हुँदा पनि हुँदै होइन भन्ने छ। हामी पछि आउँदो पुस्तामा त त्यो हामीले कुरा मात्रै कसैले गर्यो भने त्यो बच्चाहरूले आफ्नो प्यारेन्ट्सलाई बाइकट गर्छन्। उनीहरूले मान्दैनन्, कल्पनै गर्दैनन्। तर एउटा अलिकति सिनियर सिटिजनहरूमा त्यो रहेको देखिन्छ। केही समयपछि यो घट्दै जान्छ, मलाई त्यस्तो लाग्छ। त्यो हुनु पनि हुँदैन, मलाई त्यस्तो लाग्छ। दाइको शिक्षा ठ्याक्कै कतिसम्म? मैले पासै गरेको चाहिँ नि बिकम हो। अझ मैले ठट्टा गरेर भन्छु, भैरव बहुमुखी क्याम्पसमा मैले बिकम पास गरेँ। त्यसपछि मैले काठमाडौँ आउँदा साइनबोर्ड पनि पढिनँ। अब यो गीत सङ्गीतमा लाग्ने भनेर एउटा पागलपन थियो। अब यो पढ्नतिर लाग्यो भने त्यति बेला दिमाग है पढ्नतिर लाग्ने यो सबै छुट्ने भन्ने डरले मैले चाहिँ बिकम पास गरेँ भैरव बहुमुखी क्याम्पसबाट। त्यसपछि पुस्तकहरू त पढिरहेको छु अहिले पनि। अनि भर्ना भएर चाहिँ नि मास्टर डिग्री गरेँ। कलेज पढ्दाखेरि हजुर प्राय साइकलमा जानुहुन्थ्यो, हिँड्दै जानुहुन्थ्यो, के थियो त्यो? भैरवा त तराई क्षेत्र। भैरवामा दाईलाई एउटा साइकल किनिएको थियो। दाई सुरुमा कलेज पढ्न थाल्नुभयो। त्यही साइकलमा म पछाडि बसेर अनि कलेज जान्थेँ। हिरो साइकल थियो।
अनि कहिलेकाहीँ चाहिँ दाइलाई छिटो जान पर्दा अथवा दाइले त्यो साइकल प्रयोग गर्न पर्दाखेरि 50 पैसा तिरेपछि बर्मेल टोलबाट चौरासम्म देवकोटा चोक भनिन्छ अहिले त्यहाँसम्म चाहिँ नि पब्लिक बसले लान्थ्यो बुटोलबाट आएकोले अनि त्यसपछि त्यहाँबाट फेरि हिँड्ने बर्मेल टोलसम्म पनि हिँड्ने लगभग 1 किलोमिटर त्यसपछि देवकोटा चोकबाट फेरि अर्को 1 किलोमिटर जिते शान्तिनगरमा क्याम्पस त्यसरी गइन्थ्यो अनि कहिलेकाहीँ एक्लै साइकल चलाउनु पाउँदा त खुब खुसी भइन्थ्यो त्यो कहिलेकाहीँ एक्लै साइकल भन्दा पछाडि कहीँ बस्ने त्यस्तो संजोग मिल्यो त केटी मान्छे चाहिँ मिलेन त्यस्तो फराकिलो समाज थिएन नि किनभने कोही बस्यो भने पनि सबले देख्ने हुन्थ्यो त्यस्तो चाहिँ नि भएन अलि कहिलेकाहीँ लक्का झुक्का कलेज जाँदाखेरि ल यसो हेमन्त पछाडि होइन पछाडि बसिएन तर चाहिँ दायाँ बायाँ चाहिँ नजर लाग्ने चाहिँ रह्यो साइकलमै त अब कस्तो हुन्छ भने साइकलले घोच्थ्यो नि त फेरि कहाँ त्यस्तो यार अहिले साइकल कि होइन ठुलोवाला साइकल होइन ठुलोवाला साइकल हो त्यो हिरो रेन्जर टाइपको हुन्थ्यो अलिकति अरू साथीहरूले चढ्थे हामीलाई त्यो मिल्थेन अनि त्यो पछाडिको त्यो यत्रो लामो हुन्थ्यो त्यो सिट के भन्ने त्यसलाई पछाडिपट्टि अनि त्यसले त घोच्ने नि हामी केटा मान्छेलाई त घोच्थ्यो भने छोरी मान्छेलाई अझै घोच्न सक्छ होइन अब त्यो परिवेशबाट यहाँसम्म आउनुभयो अहिले चाहिँ परिवारमा को दाइ परिवारमा मेरो श्रीमती एउटा अनि 2टा छोरा छन् 2टा बच्चा छन् छोराहरू छन् 2टा छोराहरू हजुर बाबुहरू त पढाइ लगभग सकियो भन्दा हुन्छ उनीहरूको 2टै बच्चाहरू अस्ट्रेलियामा पढाइसकेका छन् अहिले पनि अस्ट्रेलियामा म्युजिक युनिभर्सिटी पढेपछि फेरि एक किसिमले स्ट्रगल नै गर्दैछन् त्यही त अब बाबु पनि म्युजिक इन्डस्ट्रीमै ठुलो प्रत्यक्ष म्युजिकमा छ साउन्ड प्रोडक्सन गर्ने अनि कम्पोज गर्ने उसको जनर अलिकति हाम्रो आधुनिक शैलीको छैन पप जनरको पप भन्ने अथवा हिपहप आरएनबीतिर अनि बाउ छोराको एउटा कम्बिनेसनमा भन्नाले कम्पोजिसन हजुरले गर्नुभयो कम्पोजिसन खास मैले गरेको छु तर उसको पार्टको हिस्सा उसले गरेको छ अनि बिचमा एलिना चौहान बहिनी पनि मिसिनु भएको छ 3 जना अनि डोना भान्जा र देवी भान्जी मिसिनु भएको छ अनि साथमा निकिसा श्रेष्ठ पनि छिन् यो अहिले दर्शकहरूले हेर्न पाउनु भएको छ डोना थापा देवी हजुर अहिले वैवाहिकमा नै हुनुभयो सुन्न मिल्छ भाइ थोरै बाबुको पार्ट उसको पार्ट अलि फरक छ अब के हुन्छ थाहा छैन हेर्ने जहिले पनि गीत बनाएपछि बनाउँदासम्म एउटा जोस आउँछ दिप भाइ मलाई अनि त्यसपछि बनाएपछि फेरि झस्किन्छु म जहिले पनि ओहो यो कतै अलि राम्रो बनेन कि जस्तो लाग्छ है जुनै शैली गीत बनाउँदा पनि पुरी खाऊ जेरी खाऊ थप्पी थप्पी खाऊ पुरी खाऊ जेरी खाऊ थप्पी थप्पी खाऊ बिन्ती छ यार मेरो गिद्दी नखाऊ बिन्ती छ यार मेरो गिद्दी नखाऊ अब छोराको पार्ट फेरि आफ्नै किसिमको छ त्यहाँ होइन त्यो उसैले त्यो ओरिजिनल भिडियोमा हेर्दा अझै मजा आउला होइन जापान जाम कि अमेरिका निदो भएको छैन सबै कुरा रेडी तर विषय थाहा छैन भन्ने पाराको उसको पार्टहरू छ एलिना बहिनीको पार्टहरू छ अहिले चाहिँ नि श्रोताहरूले चाहिँ नि ठ्याक्क रिलिज पनि भएको छ वास्तवमै हजुरका गीतहरू त्यस्तो सरल हुन्छ क्या मिठास हुन्छ क्या सुनिरहन लाग्ने खालका हुन्छ क्या अहिलेसम्म धेरै गीतहरू तपाईँको करोड क्लबमा पुग्यो भने कतिवटा पुग्यो 4वटा गीत चाहिँ नि 20 वर्ष अगाडि रेकर्ड भएको एकनारायण भण्डारीजीले लेख्नु भएको सुरेश अधिकारीजीले सङ्गीत गर्नु भएको गीत मुल हो भनी रसाइदेऊ फुल हो भनी बसाइदेऊ देखि पछिल्लो समयमा परेली झिमझिम भयो आउँथ्यो दसैँ आउन त पहिले नि त्यसपछि अहिले भर्खरै नम्बरी सुनौनीमा त चाँदी होइन यी सबै करोडमा पुगेका छन् करोड एउटा सन्तोषको मापदण्ड हो तर सफलताकै मापदण्ड कतिको भन्न मिल्छ थाहा छैन तर सन्तोषको मापदण्ड चाहिँ हो त्यसलाई सफलतामा पनि जोडे क्या धेरै सर्जकहरू स्रष्टाहरूले करोड पुग्दा बित्तिकै सेलिब्रेसन गर्ने खालको चाहिँ आयो नि
हो जस्तो कि आमाको मुख हेर्ने दिन भन्छौँ हामीले त्यो एक दिन सेलिब्रेसन गर्ने तर हेर्ने त सधैँ हो नि त भने जस्तै त्यो करोडलाई पनि लगभग हामी सबैले त्यो ढाँचा नपारी भन्दाखेरि मान्दो रहेछौँ कि करोड पुगेपछि 10 मिलियन एउटा सन्तोषको मापदण्ड चाहिँ हो रहेछ। दसैँको पनि करोड क्लब पुग्यो तपाईँको एट्याचमेन्ट क्या दोहोरीसँग पनि उत्तिकै छ हजुरको सम्बन्धको हिसाबले। अब आधुनिक लोक आधुनिक तपाईँको आफ्नै विधा भइहाल्यो, फिल्मसँग त्यस्तै खालको छ, उता पपतिर पनि तपाईँको सबैसँग उस्तै खालको सम्बन्ध छ क्या तपाईँको। खासै कसरी आउँछ दाइ? पहिलो कुरा दिपु भाइ मलाई गीत एकदम मनपर्छ समग्रमा मलाई पैसाप्रति त्यस्तो ठुलो लोभ रहेन कहिले पनि। मलाई एउटा गीत चलिदियो भने मलाई लाखौँ लाख कमाउनुभन्दा गीतले सन्तोष दिन्छ। त्यही कारण हो किनकि तपाईँले पत्याउनु न होला कति गायक गायिकाहरूलाई थाहा छैन होला, मैले उहाँहरूको गीत सुन्छु कि जन चामलिङ राईको, पूर्ण राईको, यी भाइहरूदेखि लिएर सज्जन राज वैद्य होइन, अनि त्यसपछि आएर सुशान्त केसी लगायत जीवको पनि सुने हुन्छु, साकारको पनि सुने हुन्छु एकातिर है, अर्कोतिर लोकदोहोरी त कति सुनिन्छ। मलाई जसको पुराना हरिदेवी कोइराला दिदीदेखि लिएर होइन, नारायण राय माझी, कृष्ण सुधा ढुङ्गाना, भेडी खर्के साइला दाइदेखि त्यो भयो। आधुनिकतिर त पहिला गीतदेखि कस्तो थियो होला त्यति बेला रेकर्डिङ के गरेर उहाँहरूले चाहिने यति राम्रो गीत बनाउनुहुन्थ्यो होला, कति दिन अभ्यास गर्नुहुन्थ्यो भन्ने एङ्गलबाट पनि पुराना नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, माणिक रत्न, त्यसपछि आएर दीप श्रेष्ठ दाई, दीपक खरेल, प्रदीपराज पाण्डे, योगेश्वर अमात्य, ओम विक्रमी सबैको गीत मैले सुन्छु। मलाई एकदम सस्तो लोकप्रियता मात्रै मैले चाहिनँ कि, अनि मलाई यति गीत मनपर्छ कि खास गरी म जति गायक हो त्योभन्दा धेरै राम्रो बरु श्रोता हो। त्यस कारणले रुचि भएपछि त जोसित पनि नजिक हुन अथवा भेट्दा बोल्न मन लाग्छ। म जोसित पनि बोल्छु, कहिले गाह्रो मान्दिनँ। बाटोमा कोही चिनेको कलाकार देख्यो भने बोल्छु। अझ सिनियर दाईहरू भेटिनु लाग्यो भने मैले उहाँलाई मसित मोटर छ भने मोटरमा राखेर पुर्याइदिन्छु कतै। मलाई त्यो एकदम मजा लाग्छ। स्टुडियोमा पनि अरू नबोल्नु भने म आफै कोट्याएर बोल्ने हो स्टुडियोमा पनि, तपाईँ फलानु होइन भनेर। मेरो त्यो चाहिँ नि रहर हो, त्यस कारण त्यो रहरले मलाई सबैसित चिनाउँछ। त्यसैले पनि त घुलमिल बनाएको छ, सबैले तपाईँलाई रेस्पेक्ट गर्नुहुन्छ। कति वर्ष दाइ सङ्गीतमै? म त मेरो उमेर कति भयो भने झस् उमेरतिर नजाऊ। अब छोरै 27-28 का भयो भने बाबुलाई 20-22 जोड्दा पनि 50 त पुगियो होइन। यो कस्तो रहेछ भन्दाखेरि उमेरको कुरा आयो, एउटा निश्चित बेला भएपछि लगभग 35-36 वर्ष भएपछि होइन, त्यो भाइलाई अलि हुने बेला भएको छैन होला, हरेक पटक 2 वर्ष घटाउनु मन लाग्दो रहेछ कि। धेरै पनि होइन। मैले भन्नु खोजेँ सङ्गीतमा कति वर्ष हजुरले योगदान दिनुभयो? सङ्गीतमा मैले गीत सङ्ग्रह निकालेको 2057 सालमा पहिलो। 2057 साल म्युजिक नेपालबाट भनेपछि ठ्याक्क 25 वर्ष भयो। 25 वर्ष यो अन्तर्वार्ता बाबुको उमेर सँगसँग त्यो उनीहरू 1.5 वर्ष यस्तै 2 वर्षको हुँदाखेरि पहिलो गीत सङ्ग्रह गरेको थिएँ मैले। अहिले हजुर एभरग्रिन हुनुहुन्छ पुरै? होइन, त्यसो नभन्दा पनि इन्टरभ्यू दिन्छु। 35-36 वर्ष देखिनुहुन्छ हजुर रियल। त्यस्तो भनिदिँदाखेरि चाहिँ खुसी लाग्छ। फेरि मैले मात्रै होइन, दर्शक श्रोता सम्पूर्ण कलाकार सबैले भन्ने हेमन्त शर्मा एभरग्रिन है, अहिले पनि यस्तो पपुलर है भन्छन् क्या मेला बस्छन्। त्यो भन्न एकातिर त्यसको लागि म चाहिँ आभारी छु, दर्शक श्रोतालाई पनि त्यो भनिदिनुहुन्छ। अनि अर्कोतिर के पनि होला जस्तो लाग्छ भन्दाखेरि म त्यो मामलामा भाग्यमानी रहेँ। मेरा गीतहरू रेडियोमा मजाले बजे, अनि टिभीहरूमा पनि खुब बजे, टिभीको जमानामा पनि। अनि अहिले पछिल्लो समयमा पनि मलाई युट्युबहरूमा दर्शक श्रोताले माया नै गर्नुहुन्छ कि, अनि त्यो किपिङ टच भएपछि मान्छेलाई यङ लाग्छ। जस्तो मेरो बुवा 82 वर्षको हुनुहुन्छ, अहिले हुनुहुन्छ एकदम मजाले भन्नाले निरोगी एकदमै। 82 वर्षमा बुवाले 75 वर्षसम्म मैले कुनै पनि औषधि खाएको थाहा पाइनँ। त्यसपछि एउटा औषधि चाहिँ नि प्रेसरको, त्यो एजिङ हो होइन। अहिले पनि मजाले हिँडुल गर्नुहुन्छ होइन, रमाइलो पनि हामीसित कहिलेकाहीँ
मजाले एकदमै कान सुन सबै एकदमै। बाबाले के भन्नुहुन्छ यहाँबाट? मम्मी 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 मलाई जन्म दिने मम्मी स्वर्गीय हुनुभयो म सानै छँदा। जोमसोम मा कालीगण्डकीमा दुर्घटना भएर पुलबाट खसेर बित्नुभयो। म 6 वर्षको जति हुँदाखेरि मलाई खुब माया गर्नुहुन्थ्यो आमाले। गीत पनि गुनगुनाउनुहुन्थ्यो त्यति बेला, स्कुलमा पढाउनुहुन्थ्यो। जनगल निमावि थियो त्यति बेला। अनि पछि मलाई जन्म दिने आमा स्वर्गीय भएपछि बुवाले फेरि बिहा गर्नुभयो। अहिले आमा हुनुहुन्छ, मलाई अझै माया गर्नुहुन्छ। अहिले उस्तै पनि यो पोडकास्ट बुवा आमाले सँगै हेर्नु भएको छ। अनि आउँथ्यो दसैँ आउन त पहिले नि भन्ने गीतमा मलाई टीका प्रदान गर्नुभएको छ मेरो बुवा र आमाले। त्यो गीतमा शब्दमा फिट हुनेले। अनि म एकदम भाग्यमानी। पहिला पनि मलाई माया गर्ने आमा हुनुहुन्थ्यो, अहिले उत्तिकै माया गर्ने आमा हुनुहुन्छ। कतिवटा गीत जति दाइले गाउनुभयो, सिर्जना गर्नुभयो? मैले करिब करिब 120-25 वटा गीत गाएको छु। एकदमै ठुलो सङ्ख्या छैन। अरूको सिर्जनामा पनि गाउनु भएको छ? गाएको छु मैले। एकदमै लोकप्रिय सर्जकहरू सुरेश अधिकारीजी, अनि एकनारायण भण्डारीजी, बिबी अनुरागीजी, होइन, लेख कार्की जी लगायत धेरैको, शम्भुजित बास्कोटा सरको लगायत धेरै सर्जकहरूसित काम गरेको छु। अनि कुल यसो जोड्दाखेरि करिब 80% चाहिँ नि आफ्नै शब्द सङ्गीतमा गरेको रहेछु। आफ्नै उत्पादन? जस्तो कि यो आउँथ्यो दसैँ भयो, नम्बरी सुन भयो, होइन, मेरो शब्द माया त यस्तो होस् भयो, मेरो आफ्नै शब्द सङ्गीत रहे भने तिमीहरूकै घरको मान्छे, बरी खाउने धानै लाउने हो भने। अनि अर्कोतिर फुलौन बसाइदेऊ, एकनारायणजी, सुरेश अधिकारीजी, थापन थापा हातैमा सुरेश अधिकारीजी, माया साह्रै महँगो सुरेश अधिकारीजी, बनमार्यो बनमाराले दोहोरी याम थापा मगध, होइन। मेरा थोरै कृति छन्, अधिकांश चाहिँ नि मेरै छन्। सबैभन्दा अगाडि हिट भएको भनौँ दर्शक श्रोताले अलिक धेरै सुनेको गीत चाहिँ कुन दाइको? माया साह्रै महँगो। न तेजाबी सुनो माया न त छापावाल, एकै तोला पाउन पनि कस्तो महाजाल, माया साह्रै महँगो। यो सुनाउँ दाइ। न तेजाबी सुन हो माया न हो छापावाल, न तेजाबी सुन हो माया न हो छापावाल, एकै तोला पाउन पनि कस्तो महाजाल, माया साह्रै महँगो, माया साह्रै महँगो, माया साह्रै महँगो। थ्याङ्क यू। माया साँच्चै साह्रै महँगो छ दाइ? यो विषयमा त हजुरले चाहिँ यो पार गरेर आउनुभयो। हुन त यतिर खुलस्त गर्न मिल्दैन पनि। कस्तो सत्य कुरा। यो के हुँदो रहेछ भन्दा जिन्दगीमा एउटा मोडमा आएपछि यति धेरै घटना परिघटनाहरू मान्छेमा गाँसिन्छन्। सत्य बोल्दा पनि अन्याय हुने, सत्य बोल्दा पनि असत्य बोल्दा त पाप भयो, झुटो बोल्नु हुँदैन, त्यो पनि अन्याय हुने। माया भन्ने कुरा पनि कस्तो छ भने एउटा बिन्दुमा अति मरम उसलाई पाइन भनी भन्ने लाग्छ, तर केही समयपछि त्यही कुरामा फेरि हाँसो उठ्छ। ओ माई गड, म यसरी फलानको लागि यति पागल भएको थिएँ। यो मेरो अलिकति अनुभव, त्योभन्दा बढी अध्ययन हो संसारमा। त्यस्तो हुँदो रहेछ। मायाको अनुभव छ मलाई पनि समग्रमा। त्यति बेलाको क्षणमा भनौँ न डिपली माया नपर्ने कुनै क्रस हुन्छ, कहिलेकाहीँ आफूले मन पराइन्छ, कहिलेकाहीँ ती व्यक्तिहरूले, ती अरूका भाउजूहरूले पनि सुन्दै हेर्दै हुनुहुन्छ होला, होइन? उहाँ सबैलाई एकमुष्टमा के भन्न चाहनुहुन्छ हजुर? होइन, घर व्यवहार कहिले पनि नबिगार्नु होला। आफूले मन पराएको मान्छेलाई माया सहित सम्मान सहितको माया चाहिँ नि राख्नु होला भन्छु। र जहिले पनि अल्टिमेटली घर हो, हेर्नुहोस् है, अल्टिमेटली अन्तत घरै हो, प्यार हो। एउटा बिन्दु आउँछ, तपाईँलाई थाहा हुन्छ, पराईले कहिले पनि
त्यो सतै माया दिल खोलेर दिन्छ, गहिरो माया पराइले कहिले पनि दिँदैन। घर जोगाउनु होला, तर आफूलाई मनपर्ने मान्छे त संसारमा जसलाई कल्पना गर्दा पनि हुन्छ। आफ्नो मन पनि नतोड्नु होला, तर घर व्यवहार बिगारेर चाहिँ नि माया प्रेम भन्दै चाहिँ नि नबिग्रिनु होला भन्छु म। अब थोरै मेला महोत्सवतिर जाउँ न। धेरै म्याक्सिमम चाहिँ मेला महोत्सव हिँड्ने नेपाली आधुनिक क्षेत्रको कुनै पनि मेला महोत्सव हो भने त्यहाँ हेमन्त शर्माको फोटो हुन्छ। म खुट्टा फेरेँ। त्यो हुनुको राज के हो? मेला महोत्सव कुरा गर्दा पनि 2060 सालमा पहिलोपटक मैले मेला एटेन्ड गरेको नेपालगञ्ज महोत्सवमा 60 सालमा है, भनेको 22 वर्ष भएछ। मलाई सबैभन्दा मनपर्ने स्टेज गीत सङ्गीतको पाटोमा पनि होइन, मेला महोत्सव मलाई अति मनपर्छ। मैले मेला महोत्सवलाई माया गर्छु, त्यस कारणले अति माया गर्ने कुराले जहिले पनि ख्याल गर्नु होला। जे कुरामा पनि तपाईँले आफ्नो पेसालाई अति माया गर्नुहुन्छ भने त्यो पेसा पनि कहीँ न कहीँ तपाईँलाई माया गर्छ। तपाईँ पागल हुनुहुन्छ सङ्गीतमा, तपाईँ पागल हुनुहुन्छ अभिनयमा, तपाईँ पागल हुनुहुन्छ कवितामा, तपाईँ पागल हुनुहुन्छ होस्टिङमा भने त्यसले कहीँ न कहीँ केही निश्चित समयपछि तपाईँलाई त्यसले केही न केही पोजिटिभ कुरा दिन्छ। अनि दोस्रो संजोग के भयो भन्दाखेरि मेरा गीतहरू श्रोतालाई राम्रै लागे सुरुदेखि नै। अनि स्टेज बेसका गीतहरू पनि बन्दिए सुरुदेखि नै। गुनगुनाउँदै चढ्दाखेरि स्लो नम्बरहरू, माया साह्रै महँगो, माया त यस्तो होस्, अलिकति पछि चाहिँ नि उकाली जहाँ जाँ दाहिनेतिर बर होस् या थापन थाप मुलो भनेर सहिदेऊ, बनमारे बन मनाले बरिखालादेखि लिएर पछिल्ला समयका परेली झिमझिम। अनि आउँथ्यो दसैँ। अब कहीँ मेलामा गयो होइन, अब आउँथ्यो गुल्मी आउन त पहिले नि यस्तो मजा भएको थिएन कहिले भन्न नि मिल्ने होइन, आउँथ्यो झापा आउन त पहिले नि यस्तो मजा भएको थिएन कहिले नि भन्ने पनि मिल्ने। अनि श्रोतासितको त्यो मेलाका दर्शकहरू हुन्छ नि, त्यो अट्याचमेन्ट चाहिँ नि मेरो गहिरो रह्यो। अनि साथसाथमा आयोजकहरूसित पनि नमिठो त्यस्तो धेरै भएन, अनि त्यस्तो महँगो कलाकार पनि परिन, सजिलो पनि भाइ यस्तै छ भनेर दिबु भाइहरूले अर्खाँचीको सामान्य सन्देखरको ठिक्कको होटलमा बसियो होइन। रुकुमतिरको जुम्ला हुम्लाको ठिकठिकैको सुविधा कम भएका ठाउँमा पनि सजिलै सुतियो, चाहे लमजुङ होस्, चाहे तेह्रथुम होस्, चाहे सङ्खुवासभा होस् होइन, चाहे यतातिर जाजरकोटतिर होस्, जतातिर पनि त्यो ठाउँको न्यूनतम सुविधा भएको ठाउँमा म अटाएँ। मलाई फेरि एकदम भिभिआइपी चाहिन्छ भन्ने रहेन, त्यो ठाउँमा भएको बेस्ट भए मलाई पुग्छ त्यो ठाउँमा। अनि मलाई गाउँठाउँ मनपर्छ, मेलाहरू गाउँठाउँमा हुन्छ। अनि गाउँले दाजुभाइ दिदीबहिनी बुवा आमाहरूसित सँगसँगै बसेर त्योपन फिल गर्दा काठमाडौँ आएर नयाँ रेकर्ड गर्न एउटा ऊर्जा पनि मिल्छ, नयाँ सिर्जनाहरूको लागि ढोका पनि खुल्छ। अनि मलाई गाउँ मनपर्छ। कतिवटा जिल्ला नेपाल 70 जिल्लामा कतिवटा जिल्ला घुम्नुभयो कार्यक्रमको लागि? कार्यक्रमको लागि 68 होला घुमेको चाहिँ नि करिब विदेशहरू कति? विदेश चाहिँ नि लगभग 2 दर्जन 24वटा देश जस्तो पुगेको छ। यति घुम्नको लागि त सङ्घर्षै गर्नु, धेरै सङ्घर्ष। अहिलेका चलेका कलाकारले पनि त्यति चाहिँ भनौँ न, हजुर त यो 2 दशकै ननस्टप गीत सङ्गीतमा लाग्नुभयो, यता मेला महोत्सवमा पनि हिँड्नुभयो क्या? त्यो डिजिटल अडियोदेखि लिएर अहिले यो डिजिटल प्लेटफर्मदेखि लिएर मेला महोत्सवको सानो सानो 200 वाटको साउन्डदेखि लिएर अहिले हजारौँ वाटको साउन्डमा पनि हजुरले गाउनुभयो। एकदमै। अझ दिउ भाइलाई मैले एक कुरा रोकेँ, जस्तो रिडी गुल्मीको प्रसिद्ध तीर्थस्थलको त्यो खोला किनारको बगरमा रुरु फ्रेन्ड्स क्लबले आयोजना गर्थ्यो। त्यो हिमालजीहरू हुनुहुन्थ्यो त्यति बेला, सुदनजीहरू छ होइन। अनि त्यहाँ एक दिनमा मेलाको बेला गर्थ्यो, 3 दिन मेला लाग्थ्यो र एक दिनमा 300 हुन्थ्यो क्या। 300। अनि 11 बजीदेखि सुरु हुने एउटा त्यो पालले टाँगेर लगभग 4045 मान्छे अट्ने गरी। अनि 2 बजीतिर सकेपछि सबैलाई ल अब सकियो तपाईँहरू निस्किनुहोस् भनेर होस्ट गर्ने साथीले चाहिँ भन्ने। अनि त्यसपछि उहाँहरू 2-4 जना अलिक ढिलो आएको म
पुरा हेर्न पाएन। तपाईँहरू त्यसो भने बस्नुहोस् भनेर 400-500 मान्छे फेरि बस्ने किनभने सुरुमा उहाँहरू ढिलो छिर्दाखेरि पैसा तिरिसक्यो अनि फेरि अर्को सो हुने 2 बजीदेखि अनि फेरि अर्को हुने। त्यस्तै कपिल वस्तुमा छविजीहरूले गर्नुहुन्थ्यो, छवि रेशमी दाइ। त्यहाँ गजेडा भन्ने ठाउँ, त्यहाँ पनि 300 हुने, धुर्मुस, सुन्तली, माग्ने बुढा होइन। अनि म भएर दिनमा 300 पनि गरेका छौँ, राजु परियार भाइ। त्यस्तोसम्मको पनि अनुभव छ कि एक दिनमा मेला महोत्सव 3 पटक फिल्म सो जस्तो। जस्तो पछिल्लो समयमा फेरि मेला महोत्सवमा दर्शकको न्यून उपस्थितिमा कहीँ कतै हजुरले एक्सपेक्ट गरेको धेरै क्राउड जाँदाखेरि त्यस्तो कम भएको कुनै त्यस्तो घटना छ? थुप्रो छ। कस्तो चाहिँ हुँदो हुन्छ भन्दा कहीँ जाँदाखेरि बार मिल्यो छुट्टीको होइन भने दर्शक प्रशस्त पाइन्छ, चाहे म चाहे कोही पनि हुँदाखेरि। अनि कहिलेकाहीँ बार मिलेन, भनौँ न बुधबार बिहिबार पर्यो, मौसम मिलेन होइन, आकाशमा चाहिँ नि एकदम सिमसिम पानी परिदिन्छ, हिउँदमा पनि गाउँठाउँबाट आउने आफ्नो चाहिँ नि गाई वस्तुलाई पनि ख्याल गर्न पर्ने हुन्छ। अनि ती सब कारणले चाहिँ नि कहिलेकाहीँ एक्सपेक्टेड मास आइदिन्न, त्यसलाई पनि मैले इजिली लिन्छु। कहीँ जाँदाखेरि अब 50-60 हजार पनि धनगढी अथवा बुटोल अथवा लेखनाथ अथवा हेटौँडा अथवा चितवनमा पाइन्छ। त्यो मेरै कारणले पनि होइन, किन भन्दा त्यो संयोग पर्छ शनिबारको दिन अथवा माघे सङ्क्रान्तिको दिन होइन, अथवा लोसारको दिन छुट्टी पर्यो भने दर्शक प्रशस्त पाइन्छ। अनि मलाई जाँदाखेरि जे पनि हुनसक्छ, मैले मेरो धर्म निभाउने हो। डक्टरले चाहिँ नि एउटा रक्सी खाएर मातेर आएछ, टाउको फुटाएर भने पनि उपचार गरिदिनुपर्छ। एउटा पर्फ्युम छर्केर मस्त आएछ, बिरामी छ भने पनि उपचार गरिदिनुपर्छ। कहीँ क्रेजी फ्यान हुन्छ नि कतै कतै त्यस्तो मेला महोत्सव कुनै पहिला कार्यक्रमहरूमा त्यस्तो खालको अनुभव छ? थुप्रो छ। कुनै सेयर गर्न मिल्छ? अब सेयर गर्दा कतिपय कुरा सेयर गर्दा राम्रो सुनिँदैन, माइक अफ गर्दा सुनिन्छ मिठो। अब कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि एकचोटि त्रिवेणी उदयपुर जिल्लामा गयौँ, एकजना जनप्रतिनिधि हुनुहुन्थ्यो, मलाई आउँदै मै खाँदै गर्ने। अनि मैले स्टेजबाटै पटक भन्ने गरेको छु, मलाई खालि छोरा मान्छेले आएर मै खाने किन होला भनेर रमाइलो पनि गरेको थिएँ। अरू घटनाहरू पनि थुप्रो। अनि एक ठाउँमा थिएँ सानो कास्की जिल्लामा कार्यक्रम, मेरो यस्तो डाइहार्ड फ्यान, अघिल्लो दिन प्रोग्राम अघिल्लो पटक लेखनाथ महोत्सवको कुरा हो, पहिला उता भण्डारी ढिकतिर हुन्थ्यो, मका खाना खान आउनु न भन्ने, फेरि खाना खान आउनु न भने जहिले पनि 2 सिजनमा भन्नु, तेस्रो सिजनमा म उहाँका खाना खान गएँ होइन। अनि उहाँको परिवार छ, बसेर खाना खाएँ, सुरु गरेँ। यति कर गर्नु भएको छ थप्नलाई, अब भने छैन। पहिलो पटक नै मैले लामो चाहिँ त्यहाँ रौँ देखेँ हेर्नु, अब खाना मजा आएन, तर चित्त नदुखोस् भनेर त्यसलाई पन्छ्याएर मैले खान थालेँ। फेरि थपिदिनु आँट्नु भएको छ। अब कस्तो, अब हजुर कहाँ यो मलाई त्यति मिठो लागेन भन्न पनि भएन। अब खाना सकेकै छैन कि फेरि थप्नु भएको छ। अब त्यो पहिलो लटको त खाना खाएँ मुस्किलले, दोस्रो लटको लौ न यो धेरै भेराइटी रहेछ, तरकारी दालले मेरो पेट भरियो भनेर उम्क्या छ। अनि त्यस्ता घटनाहरू कति ठाउँमा प्रशंसकहरू फोटो लिएर आउनुहुन्छ बनाएर, साना बहिनी भाइहरू पनि, त्यो मजा लाग्छ। अनि कति ठाउँमा प्रहरी प्रशासन अथवा आर्मी ब्यारेकहरूमा पनि बोलाएर चाहिँ बेग्लै किसिमको माहौल सम्मान गर्नुहुन्छ। त्यो चिजहरू कहिले कसो चाहिँ कलाकारहरूबाटै, जस्तो कहिलेकाहीँ त 3-4 जना कलाकार पर्ने चाहिँ एकै ठाउँमा केन्द्रबाट जाने कलाकारहरूमा कहिलेकाहीँ असहज हुन्छ क्या, त्यस्तो काहीँ भएको छ भन्नाले अब मिसबिहेभ जस्तो कहिलेकाहीँ यसो हुन्छ नि त्यस्तो खालको? मैले कुरा बुझेँ। कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि 2टा कुरा जोडेँ है मैले। धेरै कलाकार हुँदाखेरि म इन्जोय गर्छु, विदेशमा पनि स्वदेशमा पनि, किनकि मलाई सुन्न आउने श्रोताले मेरै गीतबाट इन्जोय गर्ने हो। कहिलेकाहीँ कस्तो हुन्छ, नयाँ भाइ बहिनीहरू जो अझै प्रख्यात हुनुहुन्छ नि त, उहाँसँगै हुँदाखेरि उतातिर बढी फोटो खिच्ने अथवा उहाँहरूसित अटोग्राफ लिने क्रम हुन्छ। मैले फोटो खिचिदिन्छु मागेर, म त्यो इजी टेक गर्छु। किन भन्दा कुनै बेला मलाई जति दर्शक श्रोताले फलो गर्नुहुन्थ्यो, यो फलोअप अलि पछि म प्रति कम हुन्छ। पहिलाका हाम्रा दाइ सिनियरहरूको पनि फलोअप घटेर मतिर आएको थियो होला। यो त जसले इजिली टेकअप गर्यो
ऊ कहिले पनि डिप्रेसनमा जान्न। सालको रुख पनि त एक दिन ढल्छ, सैकडौँ वर्ष बाँचे पनि होइन। डाइनोसर पनि त लोप हुन्छ, भएकै हो। सबै हाइड्रा जस्तो हुँदैनन्, त्यो काल्पनिक रूपमा चाहिँ नि हजारौँ लाखौँ करोडौँ वर्ष बाँच्ने। त्यो मैले इजिली सुरुदेखि नै बुझेँ। अनि मलाई अरू हिट गायक गायिकासित सँगै बस्न पनि कहिले गाह्रो लागेन। मैले फोटो खिचिदिन्छु मागेर एकातिर। स्टेज सेयरिङ त मजा आउँछ। चाहे तराई बेल्टमा अति प्रख्यात प्रीति पासवान अहिले सँगसँगै हामी प्रोग्राम गर्छौँ होइन, जीव भाइसित सँगै गरे हुन्छु मैले होइन। अन्य एलिना बहिनीहरू, ज्योति मगरहरू, अस्ति बागलुङमा हामी सँगै थियौँ। ज्योति बहिनीको हिजो मात्रै पनि टेक्स्ट आएको थियो मलाई। अनि ज्योति मगर, म, रामजी खाँड, मन्जु पौडेल एउटै सोमा, कति मजा। अरूलाई भए तनाव हुन्थ्यो होला भाग पुगेन भनेर। अनि करिब 20 वर्ष स्टेजमा गाइसकियो। अनि जोसित म मिसिन पर्छ त्यही अनुसार आफ्नो गीतहरूलाई ढाल्ने त हो नि। जुन ठाउँ छ त्यो अनुसार ढाल्ने। गीत गाउने त लगभग त्यही हो। अलिअलि तराई जाँदा भोजपुरी गाम्ला, अलि पहाडी बेल्ट जाँदा दोहोरी गाम्ला होइन। अनि ती भाइ बहिनीहरूसित अथवा ती पपुलर आर्टिस्टसित चाहिँ नि आफू चाहिँ ढल्किने हो। अहिले पनि हामी त्यो टुरलाई कति मिस गर्छौँ। रामजी खाँड, म हेर्नु जाँदा उहाँ गएपछि थाहा पाइयो। रामजी र म सँगै थियौँ, बिचमा ज्योति मिस छिन्, उहाँ जाँदा मन्जु पहिल्यै थिइन्। फर्केर आउँदा नौडाँडामा हामी 11 बजे नौडाँडा आएर 5 बजेसम्म नौडाँडा माघको महिनामा बसेका छौँ रमाइलो गरेर। त्यो रमाइलो लाग्छ। तपाईँहरूको मिल्यो जस्तो कहिलेकाहीँ के हुन्छ भने नि, म अगाडि गाउँछु पनि भन्ने स्टेजमा नछोड्ने पनि कि तपाईँ गाउनुहोस् पनि भन्ने, छिटो छोड्नुहोस् भन्ने चाहना, उता कराकराई जस्तो गरेको त्यस्तो खालको कति छ। अब त्यो दिपु भाइलाई पनि थाहा छ, हाम्रो आर्टिस्ट सर्कलमा सबैलाई थाहा छ। केही साथीहरू ल अझ मलाई कस्तो भन्दा, ल है सर तपाईँ सिनियर, तपाईँ लास्टमा क्लोज गर्नु। अवस्था हेरेर कहिले दाइ सिनियर मान्छे, दाइ अगाडि सुरु गर्नु भन्ने। अनि तर चाहिँ नि अगाडि क्राउडहरू अझै पछाडि थप्पिन्छन् भन्ने हुन्छ नि, पछाडि थप्पिन्छन्। अनि पछाडि मौसम बिग्रियो अथवा केही मान्छे उठ्न थाल्यो होइन दाइ, दाइ सिनियर पछाडि हान्नु, म अगाडि जान्छु है भन्ने एक खाले। अनि एक खाले फेरि म 3टा मात्रै गीत गाउँछु, मलाई अर्को ठाउँमा जान छ अनि साथीहरू हुनुहुन्छ, उहाँले चिन्नुहुन्छ। मैले उहाँहरूलाई अफ स्टेजमा भन्छु भने तपाईँ पहिला नि यही गरे हो, फेरि यही गर्ने हो भाइ। अनि मैले आजकल के गर्छु भन्दा पहिला भन्थेँ होइन। 5-7 वर्ष भयो एउटा विदेशको कार्यक्रम पछि त्यस्तै घटना घट्यो, ढिलो कार्यक्रम सुरु भयो। अनि साथीहरूले पालै चेन्ज गर्नुभयो त्यो अर्डर। त्यसपछि अहिले मैले के भन्छु भन्दा, आयोजकलाई मलाई कति बेला कति बेर कति गीत भन्दिनँ मैले, तपाईँलाई पनि थाहा छ त्यो कुरा। मलाई आधा घन्टा हो कि 40 मिनट हो कि 50 मिनट हो कि 1 घन्टा दिनुहोस्, म त्यो अनुसार टाइम दिनु हो कति बेला हो लगभग। त्यो 10 मिनट 15 मिनट तलमाथि हुन्छ। 4 बजी हो कि म 4:30 हो कि 5 हो कि अथवा सो स्टपर हो कि मलाई ठ्याक्क बताउनुहोस् है। म पहिल्यै भन्छु वैज्ञानिक स्टाइलमा, किनभने दाइ 3वटा गीत फलानुले 3टा गाउँछ नि, तपाईँ 3। अब 3टा गीत भन्दा एउटै गीत 12 मिनटको पनि हुन्छ 12 त्यहाँ 36 भयो होइन। 3टा गीत 12 मिनटको पनि हुन्छ, 4-4 मिनटको। त्यही गरेर मैले वैज्ञानिक स्टाइलले कति मिनट हो त्यो छुट्याउनुहोस् है मलाई, अचेल भन्छु। तपाईँलाई सहज लाग्ने जस्तो यो कार्यक्रममा यो चाहिँ पर्दोस् क्या, बरु केन्द्रबाट आउने कलाकार यो चाहिँ परोस्, यो चाहिँ नपर्दोस् भन्ने त तपाईँले भन्दिनँ मैले अहिले, किन भन्ने यो चाहिँ पर्दै हुन्थ्यो मसँग भन्ने चाहिँ कहीँ 5-6वटा नामहरू। 5-6वटामा त दिल खोले बद्री पङ्गेनीजी सँगै पर्दाखेरि हामी जिस्की एकाअर्का गीत गुनगुनाउँदै, रामजी खाँड, ज्योति मगर होइन, प्रीति आले, यी साथीहरू जहिले पर्दा पनि। अनि यतापट्टि प्रतिष्ठानतिर नहुनु हुने पनि जस्तो कमल खत्रीहरू एकदमै जो जति बेला गए पनि, त्यो कुलेन्द्र विश्वकर्मा एकदम नै बाँड्ने। जस्तो केही महिना अगाडि कुलेन्द्र भाइको र मेरो कार्यक्रम थियो पाल्पामा, मेरो पालो थियो होइन। कुलेन्द्र दाइ म गाउँछु भने होइन भाइ दुवैले गाए पनि ठ्याक्क बाँडौँ भन्ने। मैले गाउँदा गाउँदै पानी पर्न थाल्यो हेर्नु है। अनि मैले 6वटा गीत गाउनेवाला थिएँ त्यहाँ, 3टा गाएर कुलेन्द्र भाइलाई टाइम दिएँ कि कस्तो राम्रो
एकदम दर्केर पानी परेपछि त कुलेन्द्रले गाउन पाउन्नथ्यो त्यो दिन, अनि भोलि बस्न पर्थ्यो। अनि त्यसरी पनि हामी बाँड्छौँ। कसैको बानी के हुन्छ भने मेरो जमोस् अरूको चाहिँ नजमोस्, मेरोमा चाहिँ बबाल इन्जोय गरोस्, अनि त्यसले त्यो टाइम एक्सटेन्ड गरिरहने क्या। त्यो चिजबाट हामी मुक्त हुनुपर्छ है, हामी मुक्त हुनुपर्छ। किन भन्दाखेरि विष्णु माझीले स्टेजमै गाएर यत्रो नाम कमाएको त होइन हो। जस्तो हामीले जति पनि नाम कमाउने हो नि आफ्नो कृतिले हो। तपाईँले चाहे भेगबाट सङ्कलन गरेर ल्याएको गीत होस्, चाहे कोठामा बसेर सिर्जना गरेको गीत होस्, त्यो कृतिको आधारमा जिन्दगीभरि हामीलाई 90% श्रोताले भेट्नुहुन्न यो जुनीभरि। उहाँहरू कहाँ हुनुहुन्छ होइन, उहाँहरूले माया गरेर हामी टिक्ने हो, त्यो कुरा बुझ्नु जरुरी छ। स्टेजमा त मैले एकदम मुर्छा परि चाहिँ नि धेरैलाई ढलाएर गाएर भन्यो भने पनि त्यो 8-10 हजार हो हेर्नु है मान्छे। त्यस कारणले त्यो दिन अडियन्सलाई पनि रमाइलो, आयोजक पनि खुसी, अनि भएको टिमको पनि चित्त नदुखोस् भन्छु क्या मैले। अनि त्यस कारण जबरजस्ती लम्ब्याउने पनि होइन। मैले त परिस्थिति हेरेर, सोध्नु होला मेरो कुरा अरूलाई पनि, परिस्थिति हेरेर ल म फ्लेक्सिबल हुनुपर्छ। अथवा कहिलेकाहीँ बहिनी गायिकाहरू अलिकति स्वभावले चाहिँ नि टाइम लाग्ने हुन्छ मेकअपहरूमा, ला ढिलो आउँदै हुन्छ, चिन्ता नलिनु, म आफूलाई अलि लम्ब्याम्ला पनि भने हुन्छु। यो फ्लेक्सिबिलिटी भएर पनि होला मेला महोत्सव अलि सम्झिने मलाई। कतिवटा भाषा बोल्न हुँदाले 3-4वटा भाषा चाहिँ आउँछ। भोजपुरी, अवधी, अब नेपाली स्वाभाविक रूपमा नेपाली भएपछि हुने भयो, अनि अलिअलि हिन्दी, अलिअलि अङ्ग्रेजी पनि आउँछ। तराई बेलतिर जाँदा त्यसले फाइदा हुन्छ। अलिअलि मगर भाषा पनि हिले हालखबर ठिकले छोजाले कि माजाले अलिअलि त्यो पनि आउँछ। नेवारी छुहाल खबर दु होइन, यताउता थोरै त्यो परिस्थिति जन्य र टेक्निकल टर्म्सहरू 2-4वटा भाषा चाहिँ आउँछ। भोजपुरी अरे लवली लवली अखिया तोहार लवली लवली गाल, यो नेपाली भोजपुरी हो है, नरहरी प्रेमी र मैले सँगै सृजना गरेको। अरे लवली लवली अखिया तोहार लवली लवली गाल, मुड़ मुड़ के ना देखा ए गोरिया हो जाई हो हमार बेहाल, दीवाना हो गइल बा तोहार इंडिया नेपाल, मुड़ मुड़ के ना देखा ए गोरिया हो जाई हो हमार बेहाल। एउटा फुल हो भने बसाइदियो, यो चाहिँ सुन्नै पर्दैन। यो चाहिँ धेरै दर्शकले, श्रोताले जहाँ जाँदा पनि तपाईँलाई वान्सफुल हुने। मैले धेरै स्टेजमा गाउने गीत मध्ये 3टा जस्तो गीतमा यो गीत पर्छ। सर्जकद्वय एकनारायण भण्डारीजी अनि सुरेश अधिकारीजीलाई सम्मान गर्दै, ओ अलिवर आउन त्यता चिसो भई भयो, नचिनेको झै भयो, होरीमै हो एक बारको जुनी हो, मरे माटो मुनी हो, बोले हाँसे हुनी हो, होरीमै यो ज्यान पर्यो तिम्रै भरा, मेरो अरूको नै छरा, रुवाए नि रुवाइदेऊ, हँसाए नि हँसाइदेऊ, माया गर्छु भन्नेले माया देखाइदेऊ, माया गर्छु भन्नेले होरीमै माया देखाइदेऊ। थ्याङ्क यू। माया गर्छु भन्नेले तिमी माया देखाइदेऊ। आजकल माया देखाउन, जताउन पनि मान्छे खोज्दैनन् क्या। माया त गर्ने, तर अलिक बढी घमण्ड, स्वार्थ हो होइन। देखाउने भित्र एकदम देखाउँछन्। कस्तो हुन्छ भन्दा नि एसी त दोस्ती हुँदा एसी त इनबक्समा एकदम माया देखाउन चलाउनुहुन्छ होइन। त्यो बीसी त कम भएको छ भने त्यो बीलाई त्यस्तो फिल भएको होइन। एकातिर कस्तो रहेछ जिन्दगी भन्दा एले बीलाई यति धेरै पछ्याउँछ, फेरि
त्यो बीले एलाई वास्ता गर्दैन, बीले सीलाई अति पछ्याउँदो रहेछ क्या। त्यो मेल फिमेल दुइटै छन् है एबीसीडीमा। अनि सीले फेरि बीलाई वास्ता गर्दैन, सीले डीलाई दुनियाँ देखे हुन्छ मेरो संसार बाबा उही भए म जिन्दगी छ नत्र छैन जस्तो लाग्छ। अनि त्यो डीले फेरि एलाई रुचाउँछ, त्यो एले डीलाई रुचाउन बीलाई फलो गरेर आउँछ। लगभग जिन्दगी त्यस्तो हुँदो रहेछ। एकातिर अति मर्यादा गर्ने, अर्कोतिर व्यवस्था गर्ने। यो अहिले इनबक्सको जमानामा पनि त्यो चाहिँ हुँदो हो। सामाजिक सञ्जालमा कतिको एक्टिभ हुनुहुन्छ हजुर? फेसबुक, ट्विटर, इन्स्टा? इन्स्टालाई फेसबुकमा कनेक्ट गरेको छु तर पोस्ट चाहिँ गर्न भ्याउँदिनँ। ट्विटरतिर म छैन। कति साथीले भन्नुहुन्छ इन्स्टा प्लिज प्लिज युथहरू सबै इन्स्टामा छ भन्नुहुन्छ। ट्विटर अलिक क्लासिक मान्छेहरू ट्विटरमा छन् भन्छन् कति साथीहरूले। तर मैले फेसबुक चाहिँ नि रेगुलर जस्तो हरेक दिन साँझ हरेक दिन बिहान एकपटक हेरेको हुन्छु। अनि पोस्ट पनि मलाई के लाग्छ नि, मलाई एकदमै माया गर्ने श्रोताहरूको ल्याकत हैसियत अथवा चाहिँ नि र मेरो ल्याकत हैसियत फेसबुकसित मिल्छ। उहाँहरूलाई पनि सजिलो पोस्ट गर्न होइन, उहाँ फेसबुक चलाउने र मेरो बानी बेहोरा पनि मिल्छ जस्तो लाग्छ। म त्यसमा राम्रोसित अपडेट छु, अरूमा त्यति छैन। टिकटक ठिक्क, फेरि टिकटकमा अलिकति स्वार्थी छु। आफ्नो गीत रिलिज हुने बेलामा एकदमै पोस्ट गर्ने होइन, आफ्नो गीतहरू पोस्ट गर्ने। अरू बेला चाहिँ नि त्यति एक्टिभ छैन। 50,000 फलोवर्स हुनुहुन्छ है टिकटकमा। अनि गीत आयो भने टक्क हाल्दै। लाइभ पनि बस्नुहुन्छ कहिले? लाइभ चाहिँ नि 5-6 पटक बसेको छु। के हुने रहेछ लाइभ बस्नु त मजा आउने, तर त्यो गिफ्टहरू गर्नुहोस् भनेर हामीलाई सुहाउँदैन पनि। बस्ने के हुने भन्दा यसो मोबाइल लियो अनि यसरी बस्यो। अब त्यो मसिनो अलि टिकटकमा अलि मसिनो अक्षर यसो हेर्ने। अनि एक त्यो कारण होइन। अनि अर्को कारण फेरि जसले पनि म लाइभ बसेँ 8 बजे 8:15 आउनेले पनि एकचोटि माया त्यस्तोस गाउनु त भन्ने। अब अर्को 8:30 फेरि एकचोटि माया त्यस्तोस गाउनुहोस् अथवा फुलो भने त्यही गीत रिपिट। अनि फलोवर्स चाहिँ नि वार्रै बढ्दो रहेछ लाइभ बस्दाखेरि। अनि अब टिकटकमा लाइभ बस्ने, इन्स्टा चलाउने, ट्विटर चलाउने, फेसबुक चलाउने, अनि जिन्दगी कसरी चलाउने यो सबै चलाउँदा जिन्दगी चाहिँ बौलाउने हुँदो रहेछ। अनि सबैतिर ओगट्न भन्दा पनि ठिकैको सामाजिक सञ्जालमा पनि अपडेट छु, न्युज हरेक दिन हेर्छु पढ्छु। अब हामी केही सेगमेन्ट जाउँ। एजुकेसन पार्टनर ब्राइट लुम्बिनी इंटरनेशनल एजुकेशन, स्टडी इन जापान, कोरिया, अस्ट्रेलिया, UK and many more countries. बाणगंगा 4 तौलिहवा रोड, कपिलवस्तु, नेपाल। मैनेजिङ डाइरेक्टर असीम छेत्री। पुरानोलाई सम्मान, नयाँलाई प्रोत्साहन, प्रतिभाको खोजी हाम्रो अभियान। बेसिक एन्ड फिजिकल, हिप हप डान्स, कल्चरल डान्स, लिरिकल फ्री डान्स, जुम्बा, फ्री स्टाइल डान्स, योगा एन्ड मेडिटेसनको लागि सम्झिनुपर्ने नाम रहेको छ सुप्पा देउराली क्लार्क केन्द्र, सन्धिखर्क नगरपालिका 7, फुदबाङ बजार, अर्घाखाँची। प्रोप्राइटर सन्देश रणपाल। धौलागिरी इन्टरटेनमेन्ट एवं धौलागिरी दोहोरी साँझ, ओसाका, कोबे, जापान। प्रोप्राइटर धन थापा। वरिष्ठ समाजसेवी एवं उद्योगी बसन्त रोका छेत्री। सर्जिकल सामानको थोक विक्रेता कृष्ण इन्टरनेशनल, मैत्रीपथ, बुटोल, रूपन्देही। प्रोप्राइटर दीपक खन्ना। सेगमेन्टमा पहिले भन्छु मलाई चाहिँ नि राम कि श्याम, हरि कि सीता यस्तो नरोजाउनु। त्यो चाहिँ नि झुर हुन्छ, किनकि मैले बाकी आमा भन्दा त रोज्दिनँ होइन। मलाई भौतिक कुराहरू भयो भने कतै कतै रोज्न सक्छु। मेरो देश नेपाल कि फलानु हो भन्दा नेपाल रोज्न सक्छु होइन। तर चाहिँ नि अर्को देश दुईटा, श्रीलङ्का कि बङ्गलादेश भन्दा नि एउटा रोज्दिनँ मैले पहिल्यै भने है। मलाई आजसम्म कसैलाई छुचो बनाउन परेको छैन। मैले त्यसरी भन्दा पनि अब कसैको बारेमा भन्न भन्दा मलाई अब तपाईले कसरी चिन्नुहुन्छ अथवा भन्नै पर्ने छ। फेरि दिपु भाइ त्यति गालपारा छैन भन्नै पर्ने छ अथवा कसरी सम्झिनुहुन्छ? बद्री पङ्गिनी एकदमै नेपाली म्युजिक इन्डस्ट्रीको इम्पोर्टेन्ट मान्छे। त्यो भन्दा पनि उहाँले स्पोर्ट्सलाई पनि होइन र एक किसिमले
सामाजिक एक्टिभिटीलाई पनि सङ्गीतसित चाहिँ नि जोड्नु भएको छ। मेरो राम्रो पक्ष र राम्रो पक्ष अघि भनेको कुरा पनि एकदम फ्रेङ्कली त्यो बसेपछि माहौल रमाइलो गराउने। बद्री पङ्गिनजी आउनुभयो भने कोही पनि यसरी बसेको हुन्न। हाट हुट ल है यो गर्ने खाने यताउता रमाइलो गर्ने होइन। त्यो सुधार्न पर्ने भन्ने त त्यस्तो छैन। अथवा नभन्दासम्म तपाईँले छोड्नुहुन्न केही न केही भन्नलाई पनि होइन। यसो सुधार्न पक्ष भन्दा अति बिजी हुने मोबाइलमा पनि अलिअलि। अनि अरू बेला बद्रीजी आज यसो जुटौँ न। जस्तो अघिल्लो हप्ता मलाई खाना खान डाक्नु भएको थियो मेरो बुवा आमा सहित पनि। उहाँको एकदम राम्रो बानी के छ भने ल आज तरकारी के पाकेको छ सिद्धै हो। अनि मैले चाहिँ अहिले साउन बारेको छु भन्दा तपाईँ खत्तम बुवाले बार्नु भएको छैन बुवा जाति है ल बुवा सहित आउनु भन्ने त्यो राम्रो पक्ष। अनि अति व्यस्त हुने कि फुर्सद भयो फुटसल हान्न जाने। अनि त्यो भयो भने क्रिकेट हेर्ने फुटबल लाइभ हेर्ने राति 12 बजे पनि होइन। रोनाल्डो गेम भनेपछि त्यो चिजहरू छ। अलि व्यस्त छ नि अलिकति बेला बेला हामीलाई अलिकति टाइम दिनु होला। खुमन अधिकारी राम्रो पक्ष चाहिँ नि भाइले जस्तो किसिमको पनि लोकगीतहरू न्यायपूर्ण तरिकाले गाउन सक्ने, स्वर पनि मिठो, स्टेज पनि राम्रो। अनि के भन्न र सुधार्न चाहिँ अलि स्टेजमा छिटो आइदिनु पर्ला। अलि स्टेजमा छिटो आइदिनु पर्ला। पहिला छिटो आउने पछि पहिला छिटो छोड्नु पर्ला टाइपको पनि। कुलेन्द्र विश्वकर्मा एकदम प्यारो भाइ। दाइ आज भेटौँ के अरे कहाँ हो भन्ने जाने भाइको कल आउँछ। मैले पनि कुलेन्द्र कहाँ छौ यार ल अझ कहिले काहीँ त पोडकास्ट हो भन्न मिल्छ। हामी कतै बाहिर अस्ति हेटौँडा थियौँ। भीमबराग साहित्यिक प्रतिष्ठानले हामीलाई सम्मान गरेको थियो। त्यो रियल सम्मान थियो। मैले मेरो परिवार लिएर गएको थिएँ। त्यति बेला पहिले आउनु दाइ आज कार्यक्रम सकेपछि एक बोतल बियर खाने है भाइले भन्छ। त्यो भनेको माया हो। मैले भने बाउ आज दाइ भाइ बस्ने है। अनि यहाँ पनि अनाम दाइ कता हो एकदमै हितैषी प्यारो भाइ। राम्रो बानी नराम्रो बानी त्यस्तो कुलेन्द्रको नराम्रो बानी मान्छे हिरो पनि छ। गीत त्यत्रो सुपर हिट छन्। मैले नराम्रो बानी त नभन मैले उसलाई सल्लाह दिएको चाहिँ नि ल अब आफ्नै कम्पोज पनि सुरु गर भनिरहेको छु। पटक भनेको छु। पटक अस्ति तेजस रेग्मीले पनि भन्थे कुलेन्द्र दाइलाई अब चाहिँ आफ्नै गीत चाहिँ कम्पोज गर्न लाउनु। कहिले काहीँ के हुन्छ भन्दाखेरि सधैँ मेरो श्रीमतीले भान्सामा खाना पकाउँछिन् होइन। कहिले काहीँ मेरो आमा आउँदाखेरि मैले मम्मीलाई पस्नु न खाना आज मम्मीको भान्सा होस् भन्छु कि खुब मजा लाग्छ। टेस्ट फरक हुन्छ। कहिले काहीँ गोराले नेपाली बोलिदिँदा कति मिठो लाग्छ होइन। त्यस्तै गरी कुलेन्द्र भाइलाई चाहिँ आफैले कम्पोज गर तिमीसित रगतमा तिम्रो चाहिँ सासमा चाहिँ लोकगीत छ। यही सल्लाह होला। सुरेश अधिकारी नेपाली म्युजिक इन्डस्ट्रीमा अत्यन्त महत्त्वपूर्ण उपस्थिति भएको पनि र भइरहन पर्ने एक व्यक्तित्व। त्रिमूर्ति भन्छु शब्द सङ्गीत स्वर। र उहाँको देखिएको पाटो यो रह्यो भने नदेखिएको पाटो उहाँ उत्तिकै महत्त्वपूर्ण। कोही मान्छे उहाँसित चित्त दुखाएर पुग्यो भने पनि एकछिन 5 मिनट 10 मिनट भेटेर निस्किँदाखेरि बाबा अँगालो मारेर चाहिँ निस्किन्छ। उहाँलाई थाहा नभएको जीवन दर्शन राजनीति खेलकुद सङ्गीत जगत त भइहाल्यो। कुनै पनि कुरा चाहिँ विज्ञान हरेक कुरा ज्ञान अध्ययनशील साथसाथमा अझै बालिकाहरूसित पनि फिट हुन सक्ने जुनै वर्गसित पनि फिट हुन सक्ने। अनि त्यसपछि आएर भिर मान्छे एकदमै प्यासन भएको एकातिर। अनि उहाँको गुणहरू थुप्रै छ। कुकुरले कहिले पनि उहाँलाई टोक्दैन। अरूलाई भुक्ने पनि एउटा नयाँ कुरा होला हो। दुनियाँलाई भुक्छ कुकुरले। सुरेश अधिकारी जीको किनारमा आएपछि त्यो कुकुर चुप्प लाग्छ। एउटा चाहिँ अहिलेसम्म त्यो अनौठो गुण भएको व्यक्तित्व। भन्नुपर्ने केही चिज भन्नुपर्ने त यति सबै भने होइन। अब सुझाव सहित त अब संसारमा चन्द्रमामा त सानो दाग हुन्छन् होइन। गुलाफमा किनारमा काँडा नभइदियो हुन्थ्यो जस्तो लाग्छ। उहाँले
बरु मलाई कस्तो लाग्ने भन्दा सृजनामा अहिले संस्थागत भूमिकामा ठुलो योगदान दिइरहनु भएको छ, त्यो एउटा सबैलाई नेपाली सङ्गीतलाई राम्रो होला। तर त्योभन्दा बढी चाहिँ नि अझै सृजना आइदियो हुन्थ्यो सुरेश अधिकारीजीको। संस्थागत भन्दा सृजना अझ बढी भयो, अझै त्यो क्रम चाहिँ अझै व्यापक भइदियो हुन्थ्यो जस्तो लाग्छ मलाई। डोना थापा मान्छे बाहिर जुन फन भान्जा देखिनुहुन्छ नि, अर्कोतिर हेर्दा एकदम अध्यात्म ज्ञान पनि भएको, अनि जुनै वर्गसित नि फिट हुन सक्ने। मसित बेला बेलामा भेट हुन्छ, कुराकानी हुन्छ, हामी बसुट पनि गर्छौँ। मसित डोना भान्जाको 2टा काम एकदमै सफल रहेको छ। तेस्रो काम अहिले बाउ छोरा प्रोजेक्टको रूपमा होइन मामा भान्जाको सहकार्य पनि आउँदैछ, हेरौँ। अब दाइले सुरुमै भन्नुभयो त्यो छान्ने चाहिँ म खेल्दिनँ भन्नुभयो। 2टा विकल्प छ यहाँ हजुरलाई, कि 1 छान्नुहोस् कि 2 क्रम मिलाउनुहोस्। क्रम मिलाउनुहोस् र छान्नुहोस्मा हजुर एउटा चाहिँ खेल्नै पर्ने हुन्छ। मेरो रिक्वेस्ट यहाँलाई, किनभने 2टै सेकेन्डमा एउटा सेकेन्डमा चाहिँ हजुर खेल्नुपर्ने हुन्छ। कि क्रम मिलाउनुहोस् कि छान्नुहोस्, कुन चाहिँ सेगमेन्ट खेलौँ? म होइन, तपाईँले जसको नाम दिए पनि म 2टाको बारेमा केही कुरा गर्छु। त्यो क्रम मिलाउने पनि उयो कुरो यो कस्तो भन्दा कि खिर कि खिचडी भने जस्तो, खिर रोज्यो भने खिर मिठो लाग्दो रहेछ भन्ने होला, खिचडी तल राखेर। हजुरको ओपिनियन दिन पाउनुहुन्छ मजाले। म ओपिनियन क्रम मिलाउने छान्ने होइन, जे भने जेमा राख्दा पनि हुन्छ। म कस्तो अहिलेसम्म म जोगिएको, मैले दिपु भाइलाई डिएमपी मार्फत भन्न चाहन्छु, आजसम्म मैले कतिपय पोडकास्ट, कतिपय टेलिभिजन सोहरू यो छान्ने छ भने म गर्दिनँ है, जेन्टली। किनभने यति रमाइला जिन्दगीमा कुराहरू छन्, त्यही छुछु किन हुने, कस्तो लाग्छ भन्दा यो कुरा म एड्रेस गर्छु, त्यो कुराहरूलाई एड्रेस गर्छु। जे जस्तो भने पनि एउटा बिन्दुमा आएर अब भागीरथ चलाउने कि नरेश खाती अथवा सुनिल मगर कि बिने केटु भाइ भन्दाखेरि ल मैले एउटा भने अरे, एउटा ठिकै छ भन्यो त नि दाइले भनेर साँझ गरे भाइ मैले तिम्रो बारेमा नाम ल्या छैन है भने चित्त बुझाए पनि एक बिन्दुमा कहिलेकाहीँ यसो साँझ चाहिँ नि टक्क लाउँदा साला मेरो नाम चाहिँ यसले 2 नम्बर राखेको थियो भन्ने पर्छ। यो हामीले बढी देखेको कफी विथ करणबाट हो, पछि रजत पटतिरबाट पनि हामीले अलिक बढी गऱ्यौँ। यो हकमा चाहिँ नि म छुचै बनेर पनि भाइको चित्त दुखाउँछु, त्योभन्दा बढी अरूतिर खुसी बनाउँछु। ल क्रम मिला, हामी चाहिँ क्रम खेलौँ त्यसपछि। अब यो छान्नुहोस् नजाउँ, क्रम भनेको त्यसलाई अब यसो हजुरले ओपिनियन तरिकाले सङ्गीतको आधारमा होला, व्यक्तिगत हेरेर नेतृत्वको आधारमा होला, त्यो त भन्न मिल्यो। Education partner Bright Lumbini International Education. Education study in Japan, Korea, Australia, UK and many more countries. Japan, Korea, Australia, UK and many more countries. Managing Director Asim Kapil Vastu, Nepal. Managing Director Asim Chhetri. को खोजी हाम्रो अभियान बेसिक एन्ड फिजिकल हिप हप डान्स, कल्चरल डान्स, लिरिकल फिट डान्स, जुम्बा, फ्री स्टाइल डान्स, योगा एन्ड मेडिटेसनको लागि सम्झिनुपर्ने नाम रहेको छ सुपा देउराली कला केन्द्र, सन्धिखर्क नगरपालिका 7, फुदबाङ बजार, अर्घाखाँची। प्रोप्राइटर सन्देश रणपाल। धौलागिरी इन्टरटेनमेन्ट एवं धौलागिरी दोहोरी साँझ, ओसाका, कोबे, जापान। प्रोप्राइटर धन थापा। वरिष्ठ समाजसेवी एवं उद्योगी बसन्त रोका छेत्री। सर्जिकल सामानको थोक विक्रेता कृष्ण इन्टरनेसनल, मैत्रीपथ, बुटोल, रूपन्देही। प्रोप्राइटर दीपक खन्ना। शिव परियार, प्रमोद खरेल, राजपाल रायल, जुन 3टालाई 1 2 3। अब सिनियर त राजपालजी हो, उहाँको स्टेज पर्फर्मेन्स र त्यो गायकीको थ्रोइङ इनर्जी होइन लगभग जो पाए त्यसले भेट्न सक्दैन है। अनि उहाँको एउटा साथीहरू राख्ने तौर तरिका पनि, उहाँमा कहिल्यै घमण्ड छैन, सबैलाई उही लेभलको मायाले आफ्नो सर्जकहरूलाई पनि जोगाउन सक्ने क्षमता जो पाए त्यही नेपाली म्युजिकमा छैन। शिव परियारको एउटा गला यस्तो चल्छ,
त्यो 100वटा स्वरमा पनि शिव परिवारको स्वर छुट्टिन्छ है। अनि त्यो कम्पास यति चल्छ नि, त्यो हार्मोनियमको लगभग पर्दा सकिन्छ, शिव परिवारको चाहिँ नि स्वर चाहिँ नि सकिएको हुँदैन, त्यो छ। प्रमोद खरेलजी त्यत्तिकै लोकप्रिय कलाकार हैन, उहाँको छनौट चाहिँ नि फेरि मलाई, स्वर त सबैको राम्रो तिनैजनाको, प्रमोद खरेलजीको फेरि मलाई छनौट चाहिँ नि एकदम मनपर्छ। अनि उहाँको चाहिँ नि मनोविज्ञान, उहाँले चाहिँ देख्ने, छिटो मान्छे देखेर चिन्ने, आयोजक चिन्ने हैन, त्यस्तो लाग्छ मलाई। राजेश पाल राई, शिव परियार, प्रमोद खरेल, तिनटै चाहिँ नि एक एक क्रममा चाहिँ नि 1 नम्बर होइन, जति गरे पनि यही हो आउने। समीक्षा अधिकारी एलिना चौहान, रचना रिमाल, मैले तिनटै बहिनीहरूसित काम गरेको छु, तिनटै बहिनीसित। समीक्षा अधिकारीको एकदम क्लिन भोइस है, एकदम क्लिन भोइस छ, थ्रोइङ एकदम स्ट्रङ लाग्छ मलाई। अनि त्यसपछि आएर एलिना चौहान, उसको एउटा भोइसमा एउटा यस्तो किसिमको मौलिकपन छ नि, त्यो हजारौँ गायिकामा भेटिँदैन के, त्यो एक किसिमको मौलिक छ है। उनको कुनै पनि स्लो नम्बरहरू सुन्दा पनि, फास्ट नम्बर सुन्दा पनि त्यो एउटा मिठास हो स्वर। हजारौँ स्वरमा पनि एलिनाको स्वर छुट्टिन्छ। यता रचना रिमाल, रचनाको त्यो माधुर्यता हैन, अनि त्यो नोट लिने तरिका एकदम राम्रो छ, तिनटै प्यारा छन्। यति राम्रो कुरा कति ठाउँमा दिपु भाइले नसोचेको कुराहरू मैले वर्णन गरेको छु हो कि होइन, पछि चाहिँ दिपु भाइलाई राम्रो लाग्न सक्छ कि दाइले त करिब यस्तो खुलेर बताइदियो भनेर छानेर त। हजुरको सजिलोको लागि 3 जना मध्येमा एउटालाई एउटामा राख्नुहोस्, एकमा राख्नुहोस्, एउटा दुईटैमा राख्नु न त ल। हैन, तिनटैलाई एकमा राखिदिने कता कता समीक्षालाई 1 हैन, त्यो पनि भन्दिनँ। समीक्षा पनि 1 हो, एलिना पनि 1 हो, रचना पनि 1 हो, अझ भाइले नजोडेको पनि अस्मिता पनि त्यहाँ जोड्छु मैले 1, मेलिनासम्म जोड्छु, सानी मेलिना मैनाली, मेलिना मैनाली हैन, ठुली मेलिना। त तपाईँ त लाउरीसँग पनि, भिटेनसँग पनि, जीवसँग स्टेज पर्नु भएको छ? पर्या छैन, जीवसित त पर्या छु, लाउरीसित पर्या छैन, भिटेनसँग पनि पर्नु भएन, भिटेनसित पनि पर्या छ। तर मलाई मिस्टर डीसित पर्या छु, मिस्टर डीसँग हैन, यता वीरगन्जतिरको कार्यक्रममा हो। यता हिपहप सङ्गीतमा जो अहिले पछिल्लो समयमा लाउरी, जीवप र तपाईँको भिटेन, हजुरले कसको अलिक बढी गीतहरू सुन्नुहुन्छ? अब यसरी जाउँ, पछिल्लो समय अब जीवसित कार्यक्रम भएको हुँदा भाइको के आउँदैछ भनेर पनि यसो हेरिन्छ हैन, अलिक बढी भेट हुने प्रोग्राममा पनि, दिपुकै प्रोग्राममा पनि भेट हुने भएर। अनि भिटेनको अलि अस्ति निस्केको गीत पनि, अनि उनको जुन चाहिँ नि एकदमै माइलस्टोन गीतहरू छ नि त। अनि लाउरेको पनि अब सो पनि फलो गर्छु मैले फेरि। अनि इभन लाउरे र मेरो छोराले सँगै काम पनि गरेको अवस्था, लिल रकको नामबाट मेरो छोराले, त्यो लगभग उस्तै होला सबै। रोडिज पनि लाउरेलाई त्यताबाट पनि हेरेको हुन्छु, अस्ति भर्खर एउटा इन्टरभ्यू पनि आइरहेको हेरेको हुन्छु। अनि भिटेन पनि, भिटेनको एक्टिभिटी र उसको क्रेज, त्यो फलोवर्सहरूको चाहिँ नि त्यो अट्याचमेन्ट पनि मलाई खुब मनपर्छ। देशको राजनीतिक अवस्था स्थिर छ अस्थिर छ? अस्थिर छ एकदमै। किन? यो भावुन्न भएको अवस्था भनिन्छ है, कतिपय शब्द नबुझ्नु होला, त्यो मान्छे एकदमै रक्सी खाएर एकदमै ह्याङ भएको बेलामा उसले त्यति धेरै होस पाउन्न, उसलाई बाटो थाहा हुन्छ, ऊ घरै पुग्छ पुग्नलाई हैन, तर होससहित पुग्दैन। त्यस्तो छ अहिले नेपाली राजनीतिक अवस्था। सबैलाई थाहा छ मेरो घर यो, मेरो गोल यो भन्ने, तर गर्न सकिरहेका छैनन्। अथवा एउटा लेभल यस्तो बिग्रिँदा यस्तो लेभलमा पुग्छ नि, जति गर्न चाहे पनि हुँदैन, किनकि आउने क्रम कति ठाउँमा गल्ती भयो, सभासदहरूको, मन्त्रीहरूको झ्यालबाट आउँदाखेरि कति सिँढी अर्काको हैन, खराब मान्छेहरूको भुइँ चढेर छिर्न पर्यो भनेपछि उनीहरूको नुनको सोझो गर्न पर्यो, उनीहरूले जनताको सोझो नुनको सोझो गर्ने भएनन्। होइन भने त नेपाली जनताहरू जस्तो असल र सरल त संसारमा कहाँ होलान्?
अरू देशमा यति गर्दाखेरि ल हेर्नुहोस् त तपाईँ हामी हिँड्ने बाटोको 7 वर्ष भएन है 7 वर्षसम्म त्यो बनेन अहिलेसम्म यस्तो शास्ति दाउन्नेमा अहिले आएर अल्झिया छ अहिले हामी खुसी किन भएको छौँ नारायणघाटदेखि बुटोलको बाटोमा भन्दाखेरि यति वर्स सिचुएसन भोग्यौँ नि 7 वर्षमा त्यस कारण ठिकै बनेको थियो आधा बनेर पुरा भयो भन्दा नै हामी खुसी छौँ हैन अति दुःख पाएर त्यस्ता क्रम त यो पोखराको बाटो विकासका क्रम यति अनियमितता छ यति अनियमित सबैलाई थाहा छ फलानोले गल्ती गरेछ फलानो भ्रष्ट मसित केन्द्रीय नेताहरू मसित अहिले भेट्न आउने पनि भ्रष्ट हो अब त्यसलाई कारबाही गरेर मै कारबाहीमा पर्छु इन्डाइरेक्ट भन्ने सबैलाई भएको छ अवस्था राम्रो छैन धेरै जनताहरूले समयसँग देखिन्छ नयाँलाई विश्वास गरौँ भन्ने पनि छ के लाग्छ हजुरलाई अब नयाँलाई मान्छेले नयाँ खोजेको होइन खास गरी विकास र सुशासन दुईटा कुरा छ विकास भन्दा पनि पहिला नेपालीले सुशासन खोजे कम्तीमा तपाईँ एउटा तपाईँको भाइ बहिनी पढ्नलाई मात्रै एउटा कागज हैन त्यो नो अब्जेक्सन लेटर अथवा केही कुरा उसले पैसैतिर लिने हो अथवा तपाईँ चाहिँ नि यातायातमा गएर राजस्व तिर्न जाँदा पनि लगभग तपाईँलाई चाहिँ नि घुस खुवाउनु पर्छ दलाल भेट्नै पर्छ हैन मालपोत नापीमा त कुरै छोडिदिनुहोस् त्यहाँ तपाईँ जाँदाखेरि डराउनुहुन्छ यसले के दोष दिन्छ भनेर हैन अनि यस्तो किसिमको मेकानिजम बिग्रिया छ नि त्यो बिग्रिने बित्तिकै मान्छेलाई सामान्य काम भइदिए मात्रै बरु यो दुःख मै गर्थेँ पानी पँधेरोमा म गएर 1 घण्टा धाएरै पानी ल्याउँथेँ भन्ने छ दोस्रो कुरा विकास एउटा समय अनुकूलको विकास त हुनुपर्छ नि मान्छेले घर घरमा रेल खोज्या छैनन् घर घरमा ग्यास खोज्या छैनन् तर पनि मेलम्चीको पानी त आइदिन पर्छ हैन बाटोघाटो एकचोटि बनेर हुँदैन बाटोघाटो भनेको त क्रम हो एकचोटि बाटो बनेपछि त्यो फेरि 3-4 वर्षमा बिग्रिन्छ त्यसलाई फेरि अपग्रेड गर्नुपर्छ अपडेट गर्नुपर्छ यी चिजहरू पटक्कै भएनन् के Education partner Bright Lumbini International Education. Study in Japan, Korea, Australia, UK and many more countries. Badganga 4 Tauliahaba Road, Kapilvastu, Nepal. Managing Director Asim Chhetri. पुरानोलाई सम्मान नयाँलाई प्रोत्साहन प्रतिभाको खोजी हाम्रो अभियान बेसिक एन्ड फिजिकल हिप हप डान्स कल्चरल डान्स लिरिकल फिट डान्स जुम्बा फ्री स्टाइल डान्स योगा एन्ड मेडिटेसनको लागि सम्झिनुपर्ने नाम रहेको छ सुपा देउराली क्लाक केन्द्र सन्धिखर्क नगरपालिका 7 फुदबाङ बजार अर्घाखाँची प्रोप्राइटर सन्देश रणपाल धौलागिरी इन्टरटेनमेन्ट एवं धौलागिरी दोहोरी साँझ ओसाका कोबे जापान प्रोप्राइटर धन थापा वरिष्ठ समाजसेवी एवं उद्योगी बसन्त रोका छेत्री सर्जिकल सामानको थोक विक्रेता कृष्ण इन्टरनेशनल मैत्रीपथ बुटोल रूपन्देही प्रोप्राइटर दीपक खनाल अब अर्को सेगमेन्ट झट्ट दिमागमा के आउँछ हेमन्त शर्माको झट्ट दिमागमा के आउँछ मित्र भनेपछि मेरो बाल्यकालका साथीहरू आउँछन् तोय स्वर्गीय हुने हैन नाम भन्न मिल्छ तोय परियार अमर भनेर पनि उसले निकनेम लेख्थे स्वर्गीय भए अति मिल्ने त्यो आँप टिप्न पनि सँगै जाने इमिली हुन्थ्यो हामी सँगै जान्थ्यौँ नदीमा पौडी खेल्न जाने हैन मलाई मायाले मन्तु भन्थ्यो भित्र गयो ऊ अनि माधव है अनि कृष्ण अनि कौशल च्यान्टे यी बाल्यकालका मेरा साथी सोमे बाल्यकालको नाम के थियो हेमन्तै मलाई मेरो बाल्यकालदेखि नाम हेमन्त तर चाहिँ मलाई मन्तबाट मन्तु गराएर कतिले मन्टु पनि भन्नुहुन्थ्यो हेमन्तु मन्तु पनि मन्टु मात्रै पनि सत्तुर भन्दा बित्तिकै झट्ट के आउँछ के भन्दा सत्तुर भन्दा सत्तुर भनेर अब यसले भनेन भनी लाग्ला मेरो ठ्याक्क शत्रु भन्दाखेरि सत्तुर भन्दा मलाई सम्झना छैन कोही पनि छैन एकदम यसको बिगारम भनेर मलाई कुरिरहेछ यो मेरो दुश्मन हो यसलाई ठिक पार्न धरोधर्म छैन सङ्गीतको क्रिया खाएर भन्छु कोही पनि छैन सहर भन्दा बित्तिकै सहर काठमाडौँ नेता भन्ने बित्तिकै अब हामी त्यो 46 साल आन्दोलन हुने बेलातिर
यो राजनीति बुझियो के त्यो जुलुसहरू आउँथ्यो होइन भर्खर किशोर अवस्था हुँदा मलाई गणेशमान एकदम लोह पुरुष प्रधानमन्त्री पनि नखाएको भन्ने चाहिँ नि त्यो लाग्छ। अलि पछि आएर मनमोहन अधिकारी पनि मलाई ठिक लागेको त्यो छोटो कार्यकालमा पनि। अलि पुरानो गएर हेर्दाखेरि राजा महेन्द्र ठिक लाग्थ्यो। राजाको रूपमा हेरे पनि लिडरसिपको हिसाबमा त जति विकास भएको छ त्यो एउटा सानो फेजमा ठुलो विकास भएको देखिन्छ। सञ्चारकर्मी भन्दा बित्तिकै सञ्चारकर्मी दुर्गानाथ शर्मा होइन, त्यति बेला सञ्चारकर्मी दुर्गानाथ शर्मा। पत्रकार भन्दा बित्तिकै पत्रकार भनेपछि एकातिर दुर्गानाथ शर्मा पनि आउँछ, त्यति बेला पत्रकार पनि हो होइन। विजय कुमार पाण्डे पनि आउँछ। विजय कुमार लेखहरू पनि कृतिहरू पनि पढेँ मैले, खुसी पनि पढेँ होइन। उहाँको चाहिँ कार्यक्रमहरू हेरिन्छ, अहिले पनि आउँछ पोडकास्ट। सङ्गीतकार भन्दा सङ्गीतकार भन्ने बित्तिकै नातिकाजी। रेकर्डिङ स्टुडियो भनेपछि म्युजिक नेटवर्क, यहाँ नजिकै म्युजिक नेटवर्क थियो, लभ थापा त्यसमा चाहिँ नि हुनुहुन्थ्यो। सुरुका दिनमा चाहिँ नि त्यहाँ काम गरियो। मोडल भन्दा बित्तिकै मोडल भन्ने बित्तिकै एकछिन सोध्नुपर्छ। मोडल भनेपछि त्यो पहिला त्यो ओराई लागेको हरिणको चालमा एकजना देखिनुहुन्थ्यो क्या ठक्क टिभीमा हेर्दा। आफ्नो गीत थिएन त्यति बेला खास होइन, नाम मैले बिर्सेँ। नायक भनेपछि भुवन केसी त्यति बेला होइन। त्यो कुसुमी रुमालहरू, सम्झना फिल्म, आफूले चाहिँ तृप्ति नाडुकार होइन। त्यो कुसुमी रुमाल, सम्झना फिल्महरूमा हुनुहुन्थ्यो। सुरुमा मैले हेरेको फिल्म त्यही थियो। दुःख साटम भनेपछि आफै हो। मेरो दुःख चाहिँ नि पहिला मनको बह सबैलाई कह भन्ने चलन थियो। अहिले आएर चाहिँ नि मनको बह कसैलाई नकह, आफै हो। संसारमा दुःख कहिले एक्लै रुनु भएको छ। पटक आँसु आउँछ आफै। त्यो आँसु सेयर भाउजूसँग पनि अथवा बाबा मम्मीसँग पनि सेयर गर्दैन। बाबा मम्मीसित दुःख कहिले पनि सेयर गरिएन। म सम्झिने भएदेखि नै गरिएन। श्रीमती ऋतुसित कहिलेकाहीँ सामूहिक दुःख छ भने त्यो आउँछ। अनि प्रायः आँसु कहिलेकाहीँ झर्ने चाहिँ नि बिस्तारामा बत्ती निभेपछि। कहिलेकाहीँ यो सङ्गीत क्षेत्रमा लागेर कतै यता मोड्याबा हुन्थ्यो कि कहीँ गलत गरेँ कि भन्ने कहीँ छैन, पटक्कै छैन। म त एकदम भाग्यमानी। मैले यत्रो पाउने मान्छे होइन। म मुफसलबाट आएको होइन। मेरो चाहिँ नि कोही फुपू फुपाजु बिनाजु भन्ने कोही सङ्गीत कर्ममा हुनुहुन्थेन। अनि हाम्रोतिर फेरि अझैसम्म पनि आधुनिक गीतहरू गाउने एकदम एउटा घरानाहरू छैन। लगभग नारायणी नदी पारीपट्टि धेरै कम हुनुहुन्छ आधुनिक गीत सङ्गीतमा। लोकगीत त एकदम माथि छ। त्यसका बावजुद पनि मलाई यति धेरै चिन्नुहुन्छ, यति धेरै माया गर्नुहुन्छ, देश विदेश बोलाउनुहुन्छ होइन। म एकदम भाग्यमानी ठान्छु। अब हामी अन्तिममा छौँ, फेरि छान्ने हो। अब जीवनको भगाइका बारेमा धेरै कुराहरू तपाईँ सुन्यो। सर्टकटमा छोटकरीमा जिन्दगी के हेर्छ? जिन्दगी आफ्नो भोगाइ रहेछ। त्यो कतिपय कुराको परिभाषा फरक हुँदो रहेछ। कता जिन्दगी छेपारोले रङ फेरे जस्तो पनि फेरिँदै जाँदो रहेछ। एउटा हस्पिटलमा दीर्घ रोगले थला परेको बिरामीलाई ओखती हो जिन्दगी। त्यो बाहेक उसले केही देख्दैन। कहीँ जग्गा किनौँ, घर किनौँ, विदेश यात्रा पटक्कै देख्दैन। एउटा प्रेमीले धोका दिएको प्रेमिकालाई उसले फर्दर स्टडी पनि देख्दिन, उसले आउँदो जब पनि देख्दिन। उसको लागि सर्वस्व त्यही प्रेमी केटो फर्किदिए हुन्थ्यो। त्यही हो जिन्दगी। सबै कुरा चाहिँ नेपालमा नभएर विदेश जान्छु भएर भिसा हुँदै नभएको एकजना आम नेपाली जसले बुझ्न सक्दैन विदेशमा दुःख छ भनेर जबसम्म ऊ पुग्दैन। अरूले भने पनि उसलाई त्यो गल्ती हो जस्तो लाग्छ जबसम्म पुग्दैन। उसलाई संसारमा सबैभन्दा जिन्दगी भनेकै विदेश यात्रा हो। त्यस कारणले यस्तै जसलाई जे कुरा मेल खान्छ र अभाव छ त्यही हो जिन्दगी। माया के हो? माया एकदमै अभिन्न जिन्दगीमा नहुने एउटा चेतनशील प्राणीलाई, चेतनशील त्यो
कुकुर पनि हुनसक्छ चेतना भएको, डल्फिन पनि हुनसक्छ। अभिन्न कुरा हो जसले गर्दा यो समाज चाहिँ नि एउटा कम्बाइन्ड भएर बसेको छ, कम्युनिटी कम्बाइन्ड भएर बसेको छ। यद्यपि माया पनि ठुलो भ्रम हो। प्रेम विवाह कि माघी विवाह दाइको? मेरो प्रेम विवाह। प्रेम विवाह। भाउजू ऋतु? ऋतु सिलवाल, उनको थर चाहिँ नि सिलवाल हुन्। भाउजूलाई के भन्नुहुन्छ? भाउजूलाई अब आज खाना के छ तरकारी। सी इज भेरी गुड वुमन, एकदम असल मान्छे। जिन्दगीमा उनी रिसाको अपवाद नदेखेँ मलाई मैले। बरु म उनको तुलनामा म कमसल हौँ। सी इज ग्रेट। दुईटा बाबाहरूलाई के भन्नु? बच्चाहरूलाई एउटा बाटोबाट हिँडिरहँदाखेरि गन्तव्य पुगिएन भने कहिलेकाहीँ बाटो फेर्न पनि पर्न सक्छ है केटा हो, त्यो मैले भन्ने गर्छु। असल छन्, कहिले कसैको पैसा खान्नन् होइन, कहिले ठुला ठुला चाहिँ अनावश्यक कसैलाई सपना देखाउनन्, दुःख दिन्नन्। अहिले पनि मैले जसरी स्ट्रगल गरेँ जिन्दगीमा, अहिले पनि मेरा बच्चाहरू स्ट्रगल गर्दैछन् होइन। विदेश बसेका छन्, विदेश बसिरहने मनाशयमा अहिलेसम्म छैनन्। राम्रो गर, जिन्दगीमा नाम कमाऊ होइन। पैसा भन्ने कुनै दिन चिट्ठा परेर पनि आउँछ। बाबा र आमा दुवैजनालाई हजुरको आफूले जन्म दिने आमा त हुनुहुन्न, तर कर्म दिने आमा चाहिँ हुनुहुन्छ, के भन्नुहुन्छ? मैले होइन एउटा कुरा ग्यारेन्टी गरेको छु बुवा मम्मीलाई, हजुरहरूले जिन्दगीमा कहिले पनि दुःख पाउनुहुन्न भनेर मैले वर्ष अगाडिदेखि भनेको छु। म फिजिकल्ली सँगसँगै सधैँ नआउँला, किन बुवा आमा बाहिर बस्नु रुचाउनुहुन्छ। 1.5 महिना काठमाडौँ आउनुहुन्छ गर्मी छल्ने बाहनाले, अहिले पनि हामीसँग हुनुहुन्छ, मेरो घरमा हुनुहुन्छ। अनि मैले उहाँहरूलाई चाहिँ नि अब दुःखको चाहिँ फिल नगराउने कहिले पनि, कुनै पनि प्रसङ्गले। उहाँले बनबिज्ने कहिलेकाहीँ कुरा गर्नुभयो भने पनि त्यो कुरालाई चाहिँ इजी टेक गर्ने। तपाईँ कति वर्ष हुँदाखेरि आमा बित्नु भएको जन्म? म 6 वर्ष जस्तो। अहिले बेला बेलामा फोटो हेर्नुहुन्छ? मैले हरेक दिन बिहान मलाई जन्म दिने आमाको फोटो हेरेर मैले ढोक्छु। अनि कुनै पनि आज पनि अघि यो सो सुरु हुन अगाडि पनि यहाँ चाहिँ नि तपाईँले पाउनुहुन्छ, माथि चाहिँ नि मैले पिन गरेर राखेको हुन्छु होइन। मैले चाहिँ नि किनकि उहाँको कारणले, उहाँको रगतले म चाहिँ नि संसार यति राम्रो संसार देखाएको छु होइन। दुःख पनि छ संसारमा, जस्तो सोचे त्यस्तै हो, अर्को जुनी पाइन्छ पाइन्न। यति संसार घुम्यो, यति धेरै माया पाइयो होइन। अनि मैले चाहिँ नि विज्ञानले मात्रै मलाई जन्माएको भनेर मैले मान्दिनँ। विज्ञानले संसार कुराको प्रमाणित गर्यो, कतिपय कुरा विज्ञानले अझै पुर्याउन बाँकी छ। केही समयपछि यी कुराहरू पनि त प्रमाणित गर्ला, यी भावनात्मक कुराहरू पनि। त्यस कारणले अघिल्लो पुस्ता पितृहरूलाई पनि मैले जहिले पनि सम्मान गर्छु। मलाई स्वर्गीय आमालाई नसुने पनि सायद धेर्दै हुनुहुन्छ होला। मलाई ठुलो मलाई चाहिँ गुण लगाइदिनु भयो यो धरतीमा ल्याएर होइन। आफूले 30 वर्ष पनि नपुग्दै संसार देहत्याग गरेर पनि 30 वर्ष नपुग्दै हुनुहुन्थेन नि। त्यो सानो उमेरमा है यो संसार छोडेर पनि हामीलाई राम्रो ठाउँ दिएर जानुभयो। त्यसको लागि चाहिँ म सधैँ आभारी छु, रेडी छु यो जुनीभरि। अब अहिलेसम्म क्रम आउँदा अब धेरै कुरा त हजुरले जिन्दगीमा भोगिसक्नुभयो, गरिसक्नुभयो। अब केही आशा भविष्यमा यो चाहिँ भए हुन्थ्यो भन्ने केही ठ्याक्कै छैन। मैले 10 वर्ष अगाडि दिएका अन्तर पनि यो कुरा गर्दो रहेछु। मलाई एकदमै ठुलो लालसा रहेन। मलाई ठुलो एकाडेमी बनाउँछु मैले म्युजिकको भन्ने पनि छैन। तर साना काम, म सानो कुरामा एकदम रमाउँछु क्या। मलाई मनपर्ने 1-2 जना साथी भयो भने मलाई चाहिँ नि एक दिन त इजिली बित्छ। मलाई एकदम ठुल्ठुलो कुराहरू लाउने, अब एकदम मर्सिडिज कार चढ्ने होइन, एकदम बङ्गलाहरूमा बस्ने भन्ने पनि छैन। मलाई त बरु गाउँतिर गएर सानो चिटिक्कको आफ्नै पाराको सानो घर बनाएर होइन, त्यो जिन्दगीको कतिपय मजा लिने कुराहरू छुटिरहेछ क्या। कार्यक्रम भनेर छुटिरहेछ, त्यो चिजको मजा लिम कि भन्ने पनि छ। अनि आफूसित कतिपय साङ्गीतिक कुराहरू गाँसिएकाहरूलाई सघाउने। दाइको निवास कहाँ छ? भैरवा?
भैरवा भानुपत हजुर अनि त्रिवेणीमा पुरानो घर छ त्यो सगोल बेच्नु भएन छ बुवा आमाको घर भइरहेको छ मेरो डेरा काठमाडौँमा छ काठमाडौँ घर थियो कोभिडमा घर बेचेर चाहिँ अहिले चाहिँ म डेरामा बस्छु धापासी साइडमा धापासी भयो तर घर छैन भने गुनासो छैन घर भन्ने कुरा 18 वर्ष होइन आफ्नै लालपूर्जा भएको घरमा पनि बसियो घर नभएर पनि केही छैन बरु कहिलेकाहीँ मैले श्रीमतीलाई जिस्काउँछु हेर डेरामा कहिले रातोमा बस्यो भने भएको छ रातोमा झोक्चोले सेतो घरमा गएर बस्यो भने भएको छ निलोमा बस्यो घर भयो भने सधैँ एउटै कलरमा बस्नुपर्ने किचन त्यहीँ छ टोयलेट त्यहाँ छ बेडरुम यहाँ छ झोक्चले नै आरो घर फेरि होइन किचन र यो डाइनिङ टाँसिएकोमा बसे पनि भयो भनेर रमाइलो गर्छु घरको महत्त्व बेग्लै छ दुई किसिमको घर जस्तो लाग्छ मलाई एउटा ढुङ्गा इँटा छड सिमेन्टले बनेका एउटा परिवार भावनात्मक रूपमा बनेको घर कुनै बेला छड सिमेन्टको घर एकदम महत्त्वपूर्ण रह्यो त्यो घर खोजेँ मैले किने काठमाडौँ वसुन्धरामा पछि आएर त्यो छड सिमेन्ट टायल मार्बलको घरभन्दा पनि भावनात्मक घर इम्पोर्टेन्ट हुँदो रहेछ जुनमा श्रीमान श्रीमती बच्चा खुसी हुने त्यो छाप्रो होस् अहिले त्यो फिल भयो अहिले म त्यो घरमा छु अब अन्तिममा दाइको एउटा मुखारबिन्दुबाट एउटा सुरिलो आवाज सुन्छौँ माया त यस्तो माया त यस्तो केही होइन रूप केही होइन धन संसारमै ठुलो मान्छेको मन कहिले नदुखोस् माया त यस्तो माया त यस्तो थ्याङ्क यू धन्यवाद दाइको माया पनि सधैँ भाइप्रति यस्तै रहोस् यो समय महत्त्वपूर्ण समय दिनुभयो अन्तिममा केही कुराहरू धेरै कुराहरू भन्न मन थियो अब बोल्दै जान त 4-5 घन्टा बोले पनि सकिँदैन र पनि अन्तिममा भाइलाई सिङ्गो दर्शकलाई अन्तिममा भाइलाई एकदमै राम्रो उद्घोषक मैले अनअफिसियल पनि भन्ने गर्छु मेल उद्घोषक अझ स्टेजको लागि अब डिपिएम मार्फत डिएमपी मार्फत अझै भाइको चाहिँ यो लोकप्रियता चारैतिर फैलियोस् भाइले अहिले जसरी चाहिँ प्रश्नहरू गर्नुभएको छ त्योभन्दा सेन्स अफ ह्युमर पनि एकदम भएको हाँस्न र हँसाउन अति जान्ने मान्छे हो त्यो क्रम पनि अझै यसमा खोल्दै जानुपर्छ अति राम्रो छ यसलाई रेगुलर गर्नुहोस् सुरुमा भ्युजहरू नदेखिएला नआउला होइन यसलाई चाहिँ नि तपाईँको विज्ञता यसमा फिट हुन्छ यो पोडकास्टमा राख्नुहोला दर्शक श्रोतालाई मैले सधैँ भन्ने गर्छु मलाई यति माया दिनुभएको छ जति म हकदार हो त्योभन्दा बढी होइन त्यसको लागि सधैँ म आभारी छु मेरो नयाँ गीत भर्खर बजारमा यो इन्टरभ्यू आउँदा आइरहेको हुन्छ यसो हेर्नुहोला सुहाउँछ सुहाउँदैन कहिलेकाहीँ हामीलाई पनि फरक गर्नुपर्छ खालि उस्तै भयो भनिदिनुहुन्छ होइन त्यो निलोमा पनि कति फरक हुन्छ यो निलो र त्यो निलोमा फरक छ दिबु भाइको निलो र होइन यो कालो र यो कालो पनि अलिक सफ्ट कालो हो यो फरक छ तर त्यो फरक मान्छेले देख्दैन खालि उस्तै भयो गीत भन्दा हामीलाई फरक गर्न मन लाग्छ फरक गर्दाखेरि तँलाई त त्यस्तै सुहाउँथ्यो किन फरक गरिस् भन्ने डर पनि हुन्छ अलिकति बाउ छोरा प्रोडक्सन भनेर फरक काम गरेका छौँ एकचोटि हेरिदिनु होला सुहाए फेरि त्यही गर्छु होइन भने मेरो निरन्तर धार छँदैछ होइन नयाँ गीतहरू आइरहन्छ हेरिदिनु होला मन परेछ भने पनि खुला दिलले ठिक लाग्यो भनिदिनु होला मन परेन भने पनि सफ्ट भाषामा अलि मजा आएन भनिदिनु होला थ्याङ्क यू दाइले यो साथ दिनुभयो यो आशीर्वाद दिनुभयो शुभ आशीर्वाद दाइले धन्यवाद दिन चाहन्छु र यो समयको लागि यो महत्त्वपूर्ण समयको लागि अन टाइम दाइप्रति म सदा ऋणी छु र यो गुण कहिलेकाहीँ तिर्नु दाइ र अरू केही दिन नसके पनि दाइलाई यो मायाको चिनो चाहिँ एउटा थ्याङ्क यू भेरी मच यो मैले बिहान उठेर मनतातो पानी खाने गेम खेलेर आएपछि है ल ठिक छ यसमा पनि एकदम
यो कामलाई चाहिँ नि दिबु भाइले एकदम निरन्तरता दिनु है, दिक्क लाग्छ कहिलेकाहीँ, तर भाइलाई एकदम सुहाउने यो प्रोग्राम हो। कहिलेकाहीँ अनअफिसियल पनि गर्नु, कहिले गाउँतिर जाँदाखेरि होइन, आजकल त मोबाइलहरूले खिच्दा पनि राम्रै आउँछ, टिमहरूसित बसेर एडिट गर्नु, कहिले पहाड कहिले तराई जहाँसुकै जाँदा पनि स्टेजका एक्टिभिटी, कहिले क्राउड ठुलो हुँदाको मजा, कहिले क्राउड नहुँदाको दुखेसो, त्यो पनि पब्लिकलाई देखाउनुपर्छ, अडियन्सलाई। यो क्रम चाहिँ नछाड्नु। हस्, दाइले धेरै धन्यवाद छ र समयको लागि यो महत्त्वपूर्ण समय सँगसँगै महत्त्वपूर्ण विषयवस्तुमा धेरैमा बग्न मन थियो, तर फेरि आगामी दिनमा बग्ने बाचा राख्दै आशा राख्दै दाइप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच।